नमस्ते सबैजनालाई। म सिए गोविन्द तामाङ। यदि तपाईँ ब्याङ्किङ प्रोफेसनल, सिए स्टुडेन्ट, ल स्टुडेन्ट, अडिटर, ब्याङ्कर वा फाइनेन्सियल सेक्टरमा काम गर्नुहुन्छ भने ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स एक्ट बाफिया 2073 बुझ्न एकदमै इम्पोर्टेन्ट छ। तर यसमा समस्या के छ त भन्दाखेरि बाफिया धेरै लामो भएको छ। अराउन्ड 138 सेक्सन्सहरू छ टोटलमा, र पहिलोपटक पढ्दाखेरि कन्फ्युजिङ पनि लाग्न सक्छ। त्यसैले यस भिडियोमा चाहिँ मैले बाफिया 2073लाई चाहिँ सरल भाषामा भिजुअल इन्फोग्राफिक्सहरूको मद्दतले एक्सप्लेन गर्ने कोसिस गरेको छु। यो भिडियो हेरिसकेपछि तपाईँले चाहिँ एक्टको पुरै ओभरअल स्ट्रक्चरहरू बुझ्नुहुनेछ। यसमा के इम्पोर्टेन्ट प्रोभिजनहरू छ त्यो पनि आइडेन्टिफाई गर्न सक्नुहुनेछ। रेगुलेटरी एक्सन्सहरू राष्ट्र ब्याङ्कले के लिन पाउँछ, मर्जर एक्विजिसन रिलेटेड तथा लिक्विडेसन, गभर्नेन्स, यस्तै की कन्सेप्टहरू सरल बुझ्न सक्छ र कहीँ इन्टरभ्यू, इक्जाम या फिर प्रोफेसनल प्र्याक्टिसमा पनि युज गर्न सक्नुहुनेछ। यो बाफियाको पुरा इन्फोग्राफिक, भिजुअल इन्फोग्राफिक बेस्ड कभरेज भएको हुनाले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। लेट्स गेट स्टार्टेड। अब अलिकति इन्ट्रोडक्सनमा हेर्दाखेरि चाहिँ के हो त बाफिया 2073 भन्दाखेरि चाहिँ यो चाहिँ 2074 को फर्स्ट एक्ट नम्बर 1 हो र यो चाहिँ पब्लिकेसन भएको डेट 2074 वैशाख 10 गते थियो र यो चाहिँ हाम्रो कन्स्टिट्युसनको आर्टिकल 296 को थ्रु इनेक्ट भएर आएको, पार्लियामेन्टबाट पास भएर आएको र यसमा फर्स्टचोटि पब्लिस भइसकेपछि फर्स्ट एमेन्डमेन्ट 2075 सालमा भएको थियो, जसमा एमेन्डमेन्ट्स टु कन्स्टिट्युसन अफ नेपाल एन्ड अदर भनेर त्यसमा एउटा एमेन्डमेन्ट आएको थियो र फर्दर एमेन्डमेन्ट सेकेन्डचोटि चाहिँ 2076मा आएको थियो, जसमा नेसनल कोड रिलेटेड नेपाल एक्ट्सहरूको एमेन्डमेन्ट आएको थियो। अब यसको ब्याङ्क्स एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको मेन कोर अब्जेक्टिभ चाहिँ के हो त भन्दाखेरि पब्लिक कन्फिडेन्सलाई इन्हान्स गर्नु पर्यो। डिपोजिट गर्ने मान्छेहरूले, जति पनि मान्छेहरूले डिपोजिट गरेको छ ब्याङ्कमा, उनीहरू डिपोजिटरहरूको राइट्स र इन्ट्रेस्टलाई प्रोटेक्ट गर्नु पर्यो र क्वालिटी सर्भिसेस, ब्याङ्किङ सर्भिसेस चाहिँ क्वालिटी इम्प्रुभ गरेर हेल्दी कम्पिटिसन अमङ डिफ्रेन्ट ब्याङ्क्समा गर्दै र नेसनल इकोनोमीलाई स्ट्रेन्थन गर्नु पर्यो, सस्टेनेबल बनाउनु पर्यो, मजबुत बनाउनु पर्यो र फाइनेन्सियल स्टेबिलिटी त अभियसली मेन्टेन गर्नु नै पर्ने भयो। र यसमा अब यो हामीले यहाँ के कभर गर्दैछौँ मेनली भन्दाखेरि इस्टाब्लिसमेन्टको कुरा छ, कसरी ब्याङ्क इस्टाब्लिस गर्न सकिन्छ, कसरी अपरेट गर्ने त्यसलाई, त्यसको म्यानेजमेन्ट कसरी गर्ने, त्यसको रेगुलेसन कसरी हुन्छ, इन्सपेक्सन र सुपरभिजनको के क्राइटेरिया छ, यसै गरी फेरि पेनल्टीहरूको पनि कुरा छ र अन्य मेसिन्टेनेन्स प्रोभिजन्सहरू पनि छ। अब हामी सिधै जम्प गरिहालौँ र टोटल हाम्रो 14 च्याप्टरमा डिभाइडेड छ यो पुरा एक्ट र 134 सेक्सन्समा डिभाइडेड छ, जसमा 14 च्याप्टर्समा अब फर्स्ट अभियसली जहिले पनि प्रिलिमिनेरी नै हुने गर्छ र सेकेन्ड इन्कर्पोरेसनको बेसिस बारेमा छ, थर्डमा उनीहरूको सेयरको ट्रान्जेक्सन्सको बारेमा छ, फोर्थमा बोर्ड अफ डाइरेक्टर्स तथा सिइओको कुरा छ, 5मा लाइसेन्सको कुरा छ भने 6मा क्यापिटल फन्ड र उसको लिक्विड एसेट्सको बारेमा छ, 7मा चाहिँ अपरेसनको कुरा छ, 8मा चाहिँ डिसबर्समेन्ट र क्रेडिटको रिकभरीको बारेमा छ र 9मा चाहिँ अकाउन्टिङ, अडिटिङ यो सबै छ, 10मा मर्जर एन्ड एक्विजिसन छ, 11मा भोलिन्ट्री लिक्विडेसन छ, 12मा म्यान्डेटरी लिक्विडेसन छ र 13मा चाहिँ पेनल्टिज, अफेन्सेसहरू कहिले हुन्छ त्यसको एगेन्स्टमा पेनल्टी पनिसमेन्टहरू के छ त्यो सबै छ र 14th च्याप्टरमा चाहिँ मिसलेनियस प्रोभिजन्सहरू छन्। अब च्याप्टर नम्बर 1 हामीले स्पेसिफिकली धेरै हेर्दैनौँ, किनभने कमेन्समेन्टहरू हामीले हेरिहाल्यौँ, सर्ट टाइटलहरू हेरिहाल्यौँ र डेफिनेसन्स एज रिक्वायर्ड हामीले जहिले पनि ब्यारेकमा गएर रिफर गर्न सकिहालिन्छ। अब च्याप्टर नम्बर 2मा सिधै जम्प गरौँ र च्याप्टर नम्बर 2 इज मेनली रिलेटेड टु हाम्रो इन्कर्पोरेसन अफ ब्याङ्क अर फाइनेन्सियल इन्स्टिट्युसन, जसमा सेक्सन 3 देखि 7सम्म छ र यसलाई अब 1 बाई 1 हामी हेर्न सुरु गरौँ। अब सेक्सन नम्बर 3मा चाहिँ इन्कर्पोरेसन अफ ब्याङ्क अर फाइनेन्सियल इन्स्टिट्युसनको कुरा छ र अब यसमा कसरी चाहिँ एप्लाई गर्ने भन्ने कुरा यहाँ डिटेल गरिएको छ सेक्सन नम्बर 3 र 4मा। अब सेक्सन नम्बर 3मा के भनेको छ भन्दाखेरि जसलाई पनि इन्कर्पोरेसन गर्नु छ उसले सबसे पहिले त पब्लिक लिमिटेड कम्पनी खोल्नु पर्यो र उसले एप्लिकेसन गर्नु पर्यो एनआरबीलाई विथ प्रेस्क्राइब्ड फिजहरू लिएर एनआरबीमा एप्लाई गर्नु पर्यो। र अब यसमा एउटा एक्जेम्सन चाहिँ के छ भन्दाखेरि जो अलरेडी यो एक्ट आउनुभन्दा अगाडि
ब्याङ्कहरू अलरेडी अपरेसन्समा थियो उसलाई चाहिँ यो प्रोभिजन लागेन, उसलाई एप्लाई गर्नु परेन, अलरेडी उसमै छ। अब यो फाइल गरेको 120 दिनभित्रमा चाहिँ एनआरबीले डिसिजन दिन्छ। उसले कन्डिसन लगाउन सक्छ, केही कन्डिसनहरू नलगाउन पनि सक्छ। अब के चाहिँ फाइल गर्नु पर्यो भन्दाखेरि चाहिँ एमओए र एओए फाइल गर्नु पर्यो, फिजिबिलिटी स्टडी फाइल गर्नु पर्यो, पर्सनल डिटेल फाइल गर्नु पर्यो एनआरबीको फर्मेटमा, प्री इन्कर्पोरेसन एग्रिमेन्टहरू सबमिट गर्नु पर्यो, इन्कम र ट्याक्स क्लियरेन्स सर्टिफिकेटहरू फाइल गर्नु पर्यो, ब्याङ्क्रप्सी लोन कुनै डिटेलहरू छ नेपाल या फेरि अब्रोडमा त्यो फाइल गर्नु पर्यो, सेल्फ डिक्लेरेसन फाइल गर्नु पर्यो जसमा क्रिमिनल रेकर्ड या फेरि फ्रड रेकर्ड केही छैन भनेर, रेगुलेटरी एक्सनहरू केही छैन नि पेन्डिङ भनेर त्यो पनि सबमिट गर्नु पर्यो, फ्यामिली डिटेल्स गर्नु पर्यो, सबमिट गर्नु पर्यो, ब्याकग्राउन्ड भेरिफाई गर्ने अथोरिटी दिनु पर्यो, डिपोजिटको इन्सुरेन्सको अन्डरटेकिङ दिनु पर्यो र अन्य स्पेसिफाइड डकुमेन्टहरू उसले सबमिट गर्नु पर्यो। अब यसमा कुनै केसेसमा चाहिँ उसले एनआरबीले अप्रुभल नदिन पनि सक्छ। यदि एनआरबीको रेगुलेटरी एक्सन्सको पालना नगर्दाखेरि या फेरि चिट या फ्रड या फेरि फर्जरी गरेको पाइएमा या फेरि मनी लन्ड्रिङ या टेररिस्ट फाइनेन्सिङको अफेन्सेस गरिएको पाइएमा या करप्सन गरिएकोमा या फेरि सिरियस क्राइम्स गरेको खण्डमा यो सबैमा कोही या सब्सटेन्सियल ओनर या फेरि उनीहरूको फ्यामिली मेम्बर पनिस भएको छ भने अप्रुभल दिँदैन। अब यो इनकेस अप्रुभल भयो भने 120 दिनमा सेक्सन 4 को अन्डरमा त्यो ब्याङ्क रेजिस्टर हुन्छ बाई एनआरबी है। सो दिस इज सेक्सन 3 एन्ड 4 हामीले यहाँ कभर गऱ्यौँ इन्कर्पोरेसन र रेजिस्ट्रेसनमा। अब सेक्सन नम्बर 5 मा चाहिँ फरेन इन्भेस्टमेन्टको केसमा चाहिँ के हुन्छ भन्ने कुरा छ। फरेन इन्भेस्टमेन्टको केसमा अगेन यसमा पनि एनआरबीले सबमिट गर्नुपर्छ फीको साथमा। के सबमिट गर्ने त भन्दाखेरि एमओए एओए सिओआई भनेको सर्टिफिकेसन अफ इन्कर्पोरेसन, क्यापिटल स्ट्रक्चर, फरेन ब्याङ्कको लाइसेन्स कपी, प्रिन्सिपल पेज अफ बिजनेस, प्रपोज बिजनेस प्लान, नेपालमा चाहिँ के बिजनेस प्लान छ र स्ट्राटेजी के छ त्यो, लास्ट 3 इयर्सको अडिटेड बिजनेस र डिसिजन या फिर रेगुलेटरी अथोरिटी जो अब जस्तो अब फिटाको केसमा हुनसक्छ या फिर इन्भेस्टमेन्ट बोर्डको पर्मिसन लाग्न सक्छ, त्यो डिसिजन त्यहाँबाटको अप्रुभल। एगेन यहाँ पनि 120 डेजकै छ जस्तो हाम्रो सेक्सन 3 र 3 मा थियो, 120 दिनकै अप्रुभल टाइमिङ छ। यसमा विथ कन्डिसन या फिर विदाउट कन्डिसन अप्रुभल आउन सक्छ। अब यसमा जोइन्ट भेन्चरको पनि कुरा आउँछ। फरेन ब्याङ्कले नेप्लिज ब्याङ्कसँग जोइन्ट भेन्चर पनि गर्न सक्छ प्रायर विथ एनआरबी अप्रुभल। र एक्जिस्टिङ इन्भेस्टमेन्टहरूको लागि चाहिँ प्रिभियस लको हिसाबले नै कन्टिन्यू गर्दै गर्नुपर्छ भन्ने कुरा छ सेक्सन नम्बर 5 मा। अब हामी सेक्सन नम्बर 6 मा पनि मुभ गरिहालौँ। सेक्सन नम्बर 6 मा चाहिँ अप्रुभल टु ओपन ब्रान्च अफिस अफ ब्याङ्क अर फाइनेन्सियल इन्स्टिट्युसन भन्ने छ। अलिकति यो दुईचोटि आएछ, यसलाई इग्नोर गर्नु होला, अलिकति स्पेलिङको गडबड छ। ब्रान्च ओपन गर्नको लागि अब यसमा प्रायर एप्रुभल रिक्वायरमेन्ट छ, एनआरबीको प्रायर एप्रुभल रिक्वायरमेन्ट छ। इन्टरनेसनली रेटेड इन्स्टिट्युसन, एनआरबी अप्रुभल रिक्वायर्ड बिफोर ओपनिङ अ ब्रान्च इन नेपाल, फेरि एप्लिकेसन सबमिट गर्ने प्रिस्क्राइब फिजको साथ, क्यापिटल कति लगाउँदैछ भनेर। अब रिक्वायर्ड डकुमेन्ट्समा बोर्डको कमिटमेन्टहरू चाहिन्छ, ब्रान्च अफिसको लोकेसन चाहिन्छ र उहाँको प्रपोज्ड अफिस बेयरर्स को बस्छ त त्यहाँ अफिसमा भन्ने कुरा त्यहाँ आउँछ। र अन्य कुनै एडिसनल इन्फर्मेसन बेस्ड अन राष्ट्रिय ब्याङ्कले केही इन्क्वायरी गर्दाखेरि कुनै एक्स्ट्रा डकुमेन्ट र डिटेल माग्यो भने त्यस हामीले सबमिट गर्नुपर्छ। र एगेन टाइमलाइन यहाँ पनि 120 दिन छ। 120 दिन हामीले इजिली याद गर्न सक्छौँ किनभने अहिलेसम्म हाम्रो 3 ठाउँ रिपिट भइसक्यो। अप्रुभल एगेन विथ या विदाउट कन्डिसन उयो हुनसक्छ। अब रेजिस्ट्रेसन गर्नु पऱ्यो कम्पनी लको अन्डरमा, र रेजिस्ट्रेसन गरिसकेपछि चाहिँ त्यो कम्पनीको रेजिस्ट्रेसन सर्टिफिकेट, होम कन्ट्रीको अथोरिटी, डिस्क्रिपेन्सी रिपोर्ट या फिर अरू कुनै डकुमेन्ट लिस्टेड छ त्यो रिक्वेस्टेड छ त्यो सबमिट गरेपछि चाहिँ ब्याङ्किङ ट्रान्जेक्सन गर्नको लागि चाहिँ अप्रुभल चाहिँ 90 दिनभित्रमा आउनुपर्छ। अब यसमा टर्म्स एन्ड कन्डिसन्स उसले प्रेस्क्राइब गर्न सक्छ कि ब्रान्च कसरी खोल्ने भनेर। यसरी नै नेप्लिज ब्याङ्कले पनि फरेनमा ब्याङ्क खोल्न पाउँछ सब्जेक्ट टु एनआरबी अप्रुभल। अब हामी सेक्सन नम्बर 7 मा पुगौँ। सेक्सन नम्बर 7 मा चाहिँ प्रायर अप्रुभल डिनाइ हुनसक्छ भनेर भनेको छ। कहिले कहिले डिनाइ हुनसक्छ त भन्दाखेरि नेम अर बिजनेस नट अप्रोप्रिएट फर पब्लिक इन्ट्रेस्ट, रिलिजन, एथनिसिटी अर ट्रेडिसनल बिलिफको खिलाफमा जाँदैछ भने अप्रुभल प्रायर अप्रुभल मिल्दैन। अब्जेक्टिभ नै उसको प्रिभेलिङ लको कन्ट्रेरीमा छ, अपोजिटमा छ
ललाई सुट गर्ने खालको छैन उसको अब्जेक्टिभ भने, त्यो पनि हुँदैन। टेक्निकल फिजिबिलिटीमा उसको टेक्निकली इनएप्रोप्रिएट पाइयो भने पनि प्रायर अप्रुभल दिइँदैन। फाइनेन्सियल भ्याएबिलिटीमा पनि एगेन उसको हेल्दी या फिर कम्पिटेटिभ अपरेसन्स गर्न नसक्ने अवस्था छ भने उसको एगेन प्रायर अप्रुभल नपाउने भयो। प्रमोटरको सिग्नेचर सबैले त्यो एमओए र एओएमा सबै प्रमोटरको सिग्नेचर छैन या फिर विटनेसको इन्फो छैन भने पनि नपाउने भयो। र सेयर होल्डिङको लिमिट एज पर राष्ट्र ब्याङ्क नहुँदा पनि डिनाइ हुने भयो। पोलिसी इन्कन्सिस्टेन्ट छ यदि राष्ट्र ब्याङ्कको पोलिसिजहरूसँग त्यति बेला पनि नपाउने भयो। र अन्य अरू कुनै कन्डिसनहरू फुलफिल नभएमा डिनाइ हुने भयो। र यो सबै डिनायलको रिजन्सहरूको केसमा एनआरबीले चाहिँ एप्लिकेन्टलाई यो कारणले डिनाइ भयो भनेर इन्फर्मेसन दिनुपर्ने हुन्छ, नोटिफाई गर्नुपर्ने हुन्छ। यसरी नै हाम्रो च्याप्टर 2 यहाँ सकिएको छ। अब च्याप्टर नम्बर 3 मा हामी जान्छौँ, जसमा चाहिँ आफ्नो सेयर उसको सेक्युरिटिजको ट्रान्जेक्सन्सहरू कसरी गर्न पाउँछ पाउँदैन, के छ प्रोभिजन्स, यो हेरिहालौँ। अब सेक्सन नम्बर 8 मा चाहिँ प्रोस्पेक्टसको कुरा छ, जसमा चाहिँ प्रायर अप्रुभल लिएर सेक्युरिटिज बोर्डको रेजिस्टर गराउनु पर्ने हुन्छ हामीले राष्ट्र ब्याङ्कसँग। र यो प्रोस्पेक्टस हामीले विदाउट रेजिस्ट्रेसन पब्लिस गर्न पाउँदैन। र राष्ट्र ब्याङ्कले तब मात्रै रेजिस्टर गर्छ जब सेक्युरिटिज बोर्डबाट हाम्रो अप्रुभल आउँछ, सेभनबाट अप्रुभल आउँछ, तब मात्रै राष्ट्र ब्याङ्कले रेजिस्टर गर्छ यो हाम्रो प्रोस्पेक्टसलाई। अब सेक्सन नम्बर 9 मा चाहिँ एलटमेन्ट अफ सेयर्स र कोटासको कुरा छ। अब यसमा मिनिमम 30% चाहिँ जेनरल पब्लिक सब्सक्रिप्सनमा हुनुपर्छ, जस्तै फर्म्स भयो, जेनरल पब्लिकलाई भयो। त्यसपछि प्रमोटर्सलाई 51%सम्मको छ। त्यस पछाडि इम्प्लोइजलाई 0.5%को आउँछ, जसमा यो 30% भन्दा बाहिरको भयो। र बाँकी चाहिँ अरू फर्म्स, कम्पनीज, इन्स्टिट्युसनहरूलाई दिन पाउने भयो। र सेयर ग्रुपमा दुईवटा ग्रुप हामीले हेर्छौँ, एउटा चाहिँ प्रमोटर सेयर ग्रुप भयो, एउटा अर्डिनेरी सेयर ग्रुप भयो। प्रमोटर सेयर ग्रुप भनेको एज प्रेस्क्राइब बाइ राष्ट्र ब्याङ्क, र अरू अल अदर देन प्रमोटर सेयर ग्रुप चाहिँ अर्डिनेरी सेयर ग्रुप भयो। अब यसमा सेयर कन्भर्जन पनि गर्न पाउँछ इफ प्रमोटर ओनरसिप रिमेन ग्रेटर अर इक्वल टु 51%। प्रमोटरको सेयर एलोकेसन चाहिँ 51% भन्दा बराबर या ज्यादा नै हुनु पर्यो। तर अब स्पेसल केसेसहरूमा छ यो सेयरको यो जुन अलटमेन्ट छ यसमा यो एप्लिकेबल हुँदैन। कहिले एप्लिकेबल हुँदैन भन्दाखेरि चाहिँ यदि त्यो जिओएनको सिग्निफिकेन्ट ओनरसिप भएको ब्याङ्क हो, कुनै गभर्मेन्टले ओन गरेको ब्याङ्क हो भने चाहिँ अब उसमा अभियसली प्रमोटरवाला क्लज नलाग्ने भयो। यसरी नै जोइन्ट भेन्चर जुन फरेन ब्याङ्कसँग जोइन्ट भेन्चर गरेको छ त्यसलाई पनि यो अलटमेन्टको नलाग्ने भयो, उसलाई सेपरेट एनआरबी गाइडलाइन्सहरू लाग्छ। अब यसरी नै हामी सेक्सन नम्बर 10 मा जाउँ, जसमा ट्रान्जेक्सन अफ सेक्युरिटिजको कुरा छ। र सेक्सन नम्बर 11 मा सेल या फिर प्लेजिङको कुरा छ। अब ट्रान्जेक्सन चाहिँ सेक्युरिटिज लको हिसाबले कम्प्लाई गरेर गर्नुपर्ने हुन्छ। र कुनै पनि एग्रिमेन्ट हुँदैछ इन्स्टिट्युसनको साथ, इन्स्टिट्युसनल बाइङ अर सेलिङ हुँदैछ भने चाहिँ त्यसको एउटा कपी चाहिँ 7 दिनभित्रमा राष्ट्र ब्याङ्कले बुझाउनुपर्छ। यहाँ हामीले फिगरेटिभली पनि हेर्न सकिरहेछौँ कि एग्रिमेन्ट एनआरबीलाई बुझाउनु पर्ने हुन्छ कहिले, कति दिनमा भन्दाखेरि त 7 दिनभित्रमा। र यो कुनै डिभेन्चरहरू इस्यु गर्नुभन्दा अगाडि नै कुनै पनि प्रकारको इन्स्ट्रुमेन्टहरू इस्यु गर्नुभन्दा पहिला एनआरबीको अप्रुभल पहिले लिनुपर्ने हुन्छ। र यो जहिले पनि अप्रुभल दिँदाखेरि एनआरबीले कन्डिसन्सहरू सेट गर्न सक्छ, र जो कन्डिसन एनआरबीले सेट गरेको छ भने त्यसको कम्प्लाई हामीले गर्नुपर्ने हुन्छ। अब सेक्सन नम्बर 11 मा हामी हेर्छौँ सेल या फिर प्लेज गर्ने प्रमोटर सेयरलाई कहिले चाहिँ सेल या फिर प्लेज गर्न पाउँछ या पाउँदैन भन्ने कुरा छ। पहिलो 5 सालसम्म चाहिँ प्रमोटरले सेयरहरू सेल या फिर प्लेज गर्न पाउँदैन, नो। तर यसमा एक्सेप्सनहरू छ जसलाई अभियसली एनआरबी अप्रुभल लाग्छ। कहिले कहिले त एक्सेप्सन छ भन्दाखेरि अपरेसन नै अब्स्ट्रक्ट भएको केसमा छ भने, या प्रमोटर अरू ब्याङ्कसँग ब्लक छ भने, या फिर कोरम 3 कन्जिक्युटिभ टाइम कोरम फेलियर भयो भने, या फिर डिरेक्टरमा इन्डिसिजन भयो भने चाहिँ यो केसमा चाहिँ अब प्रमोटरले सेयर बेच्न पाउँछ। अब 5 सालपछि 0 देखि 5 सम्म नपाउने भयो। 5 सालपछि चाहिँ उसले लेस देन 2% चाहिँ विदाउट अप्रुभल सेल गर्न पाउँछ। र यो 2% भन्दा बेसी सेल गर्नु छ भने चाहिँ एनआरबीको अप्रुभल लाग्छ। अब 10 सालपछि चाहिँ उसले अर्डिनेरी सेयर्समा कन्भर्ट गर्न पाउँछ एनआरबी अप्रुभलको साथ। र यसमा मार्केट र फाइनेन्समा के इम्प्याक्ट, मार्केटमा के इम्प्याक्ट पर्दैछ त्यो हेरेर मात्रै एनआरबीले अप्रुभल दिन्छ। यसरी नै अब
कसै कम्पनी या फिर कर्पोरेट बडीले चाहिँ प्रमोटर सेयर होल्ड गर्दैछ भने चाहिँ त्यसले पनि एनआरबीको अप्रुभल लिनुपर्छ। अगेन 2% भन्दा कम छ भने चाहिँ बिना अप्रुभल पनि गर्न मिल्छ। अब हामी अगाडि बढौँ सेक्सन नम्बर 12 र 13 मा प्रोहिबिसन अफ ट्रान्जेक्सन अफ सेक्युरिटिज, जसमा चाहिँ प्रोहिबिटेड पर्सन्सहरू डिफाइन गरिएको छ जसले चाहिँ यो ट्रान्जेक्सनमा डिल गर्न पाउँदैन। कहिलेसम्म डिल गर्न पाउँदैन भन्दा वाइल इन अफिस, इम्प्लोइमेन्टमा हुँदा, या फिर 1 साल आफ्टर रिटायरमेन्ट, या फिर कम्पनीबाट निस्केको 1 सालभित्रसम्म उसले यो सेक्युरिटिजमा कारोबार गर्न पाउँदैन, सेयरमा किनबेच गर्न पाउँदैन। कसले पाउँदैन भन्दाखेरि डिरेक्टरले नपाउने भयो, सिइओले नपाउने भयो, अडिटरले नपाउने भयो, कम्पनी सेक्रेटरीले नपाउने भयो, या फिर डाइरेक्टली कोही म्यानेजिङ पर्सनलहरू छ एमडीहरू जस्तो भयो, उनीहरूले चाहिँ पाउँदैन। अब कहिले एक्सेप्सनहरू चाहिँ छ जसमा राष्ट्र ब्याङ्कको अप्रुभल लाग्छ, जसमा बोनस राइट इम्प्लोइ सेयर्सको कुरा छ। राष्ट्र ब्याङ्कको कुनै डाइरेक्टिभ फलो गर्नुको लागि उनीहरूले सेयर किन्नुपर्ने भयो भने, या फिर कुनै डिरेक्टरहरूको सबै डिरेक्टरहरूले एकैचोटि सेयर गर्दैछ, सेयर सेल गर्दैछ पुरै, या फिर कुनै कर्पोरेट बडीले पुरै पोर्टफोलियो नै ह्यान्डओभर गर्दैछ भने त्यो केसमा पनि सेयर किनबेच गर्न पाउने भयो, या फिर मर्जर एमलगामेसनको केसमा भयो, या फिर कुनै सेटलमेन्ट या फिर रिफर्मको केसमा भयो, त्यति बेला हामीले फलो गर्न पाउँछ है। अब प्रोहिबिटेड एक्सन चाहिँ के छ त ब्याङ्क सेक्युरिटिजमा भन्दाखेरि डोनेसन पाउँदैन, ट्रान्सफर पाउँदैन, सेल बाई या फिर प्लेस गर्न पाउँदैन आफ्नो नाममा या फिर फ्यामिलीको नाममा या फिर आफूले कन्ट्रोल गरेको फर्ममा। अब यदि कुनै भाइलेसन पाएमा यो कुनै भाइलेसन पाएमा चाहिँ उनीहरूले चाहिँ यो सबै फरफिट गरेर एनआरबीले बेच्न पाउँछ। अब सेक्सन नम्बर 13 मा चाहिँ प्रोहिबिसन अफ अन पर्चेज बाई ओन सेयर्स भन्ने कुरा छ। ब्याङ्क या फिर फाइनेन्सियल इन्स्टिट्युसनले आफ्नै सेयर किन्न पाउँदैन या फिर आफ्नै सेयरको एगेन्स्टमा लेन्ड गर्न पाउँदैन, आफ्नो सेक्युरिटीलाई सेयरलाई सेक्युरिटी राखेर पाउँदैन। अब एक्सेप्सन चाहिँ कहिले छ भन्दाखेरि यसले त्यो फुल्ली पेडअप छ, लिस्टेड छ र यसले बाइब्याक अथोराइज गरेको छ र स्पेसल कन्डिसनहरू स्पेसल रेजोल्युसन पास भएको छ जिएममा, र यो आफ्टर बाइब्याक चाहिँ हाम्रो डेप्ट चाहिँ स्टिल क्यापिटल र रिजर्भ्सको 2 टाइम्स भन्दा लेसै हुन्छ, र बाइब्याक चाहिँ लेस देन 20% अफ द पेड अप क्यापिटल या फिर रिजर्भ छ, एन्ड डाइरेक्टिभ्सहरूसँग कम्प्लाई गरेको छ भने यो सबै कन्डिसन फुलफिल भयो भने चाहिँ बाइब्याक गर्न पाउँछ भनेको छ। एउटा मात्र कन्डिसन होइन, यो सबै एकैचोटि फुलफिल हुनुपर्छ अनि मात्र पाउँछ। अब यो राष्ट्र ब्याङ्कलाई एप्लाई गर्दाखेरि चाहिँ के बाइब्याक गर्नको लागि चाहिँ के चाहिन्छ त डकुमेन्ट भन्दाखेरि रिजन बुझाउनु पऱ्यो कि वाइ दिस बाइब्याक इज रिक्वायर्ड, कारण नेसेसिटी के हो, रिक्वायरमेन्ट किन छ भनेर, ड्युरेसन कहिलेसम्म बाइब्याक गरिसक्छ र के कसरी गर्ने मोडस अपरेन्डी, फेरि फाइनेन्सियल इम्प्याक्ट एसेसमेन्ट पठाउनु पऱ्यो, र बाइब्याक गरिसकेपछि पनि बाइब्याक चाहिँ मेरो 20% अफ पेड अफ क्यापिटल र रिजर्भ्सभन्दा कम्तीको गर्दैछ है भनेर पनि डिक्लेयर गर्नु पऱ्यो, डिरेक्टिभ्सहरू कम्प्लाई गरेको छु भनेर डिक्लेरेसन दिनु पऱ्यो। फाइनेन्सियल इम्प्याक्ट एसेसमेन्ट यो यहाँ रिपिट भएछ, यसलाई यहाँबाट हटाइदिउँ। र फेरि कुन चाहिँ टाइपको सेयर, त्यसको पार भ्यालु के थियो र त्यसको नम्बर अफ सेयर्स कति छ, त्यो कति चाहिँ बाइब्याक गर्न आँटेको हो त्यो भन्नु पऱ्यो, कहाँ सोर्स कहाँ हो, बाइब्याक कहाँबाट गर्दैछौँ, त्यो फन्ड कहाँबाट आइरहेछ त्यसको सोर्स भन्नु पऱ्यो, र पर सेयर मिनिमम र म्याक्सिमम अमाउन्ट हामी कति पे गर्न लागेछौँ त्यो पनि बुझाउनु पऱ्यो, र अन्य स्पेसिफाइड मेटर्सहरू एप्लिकेसनमा इन्क्लोज गर्नु पऱ्यो। र अब एप्रुभल र एक्जिक्युसनको फ्लो चाहिँ के छ त भन्दाखेरि राष्ट्र ब्याङ्कले एप्रुभ गरेपछि 8 महिनाभित्रमा बाइब्याक गर्नु पऱ्यो, अर 8 महिना भन्ने 6 मन्थ्स अर 120 डेज अफ स्पेसल रिजोल्युसनमा गर्नु पऱ्यो। अब एक्जिक्युसन मोड उसले सेक्युरिटिज मार्केटबाट पनि गर्न सक्छ या फिर प्रोफेसनल पर्चेस पनि गर्न सक्छ, र पर्चेस गरेको 30 दिनभित्रमा रिटर्न फाइल गर्नु पऱ्यो, र यो बाइब्याक गरेको एमाउन्ट चाहिँ क्यापिटल रिडेम्सन रिजर्भ फन्डमा राखेर यो सेयरलाई चाहिँ क्यान्सल गर्नु पऱ्यो 120 दिनभित्रमा, र अन्य प्रोभिजनहरू फलो गर्नु पऱ्यो। एकैछिन है त, यो 6 हो कि 8 हो यहाँ अलिकति क्लियरली देखिरहेको थिएन, यो 6 मन्थ्स हो है। 6 मन्थ्समा 6 मन्थ्स अफ अप्रुभल अर 120 डेज अफ स्पेसल रिजोल्युसन विच एभर इज अर्लियर, त्यतिभित्रमा चाहिँ हामीले बाइब्याक सकिसक्नु पऱ्यो। अब हामी कन्टिन्यू गरौँ, अगाडि बढौँ च्याप्टर नम्बर 4 मा, जसमा चाहिँ बोर्ड अफ डिरेक्टर्स र सिइओको कुरा छ।
अब यसमा फर्मेसनको कुरा छ सेक्सन नम्बर 14 मा डिरेक्टर्सको। अब यसमा कम्पोजिसन चाहिँ मिनिमम 5 र म्याक्सिमम 7 डिरेक्टर्स छ र जसमा फ्यामिली रेस्ट्रिक्सन के छ भने म्याक्सिमम एउटा फ्यामिली मेम्बर अफ एज डिरेक्टर एट द सेम टाइम भनेर भनेको छ। त यो कम्पोजिसन भयो 5 to 7, मिनिमम 5 म्याक्सिमम 7, जसमा चाहिँ म्याक्सिमम एउटा फ्यामिली मेम्बर मात्रै राख्न मिल्ने कुरा छ। अब अपोइन्टमेन्ट प्रोसेस चाहिँ के छ भन्दाखेरि जेनरल मिटिङले अपोइन्ट गर्छ एजिएममा एज पर एओए या फिर एक्टको हिसाबले, र पहिलो एजिएम नभएसम्म चाहिँ प्रमोटरले डिरेक्टरलाई अपोइन्ट गर्छ। अब यसमा चाहिँ की पोजिसन चाहिँ के छ भन्दा एउटा चेयरपर्सन र एउटा अल्टरनेट डिरेक्टरको कुरा छ। अब यसमा चेयरपर्सन चाहिँ डिरेक्टर्सहरूले आफै मध्ये चुज एमङ देमसेल्स बाई मेजोरिटी भोट चेयरपर्सन डिक्लेयर गर्छ, र अल्टरनेट डिरेक्टर चाहिँ कसले अपोइन्ट गर्ने भन्दाखेरि कम्पनीज या फिर कर्पोरेट बडिजहरूले अपोइन्ट गर्ने हो, जो प्रपोर्सन टु उनीहरूको सेयरको कभरेजमा, सेयर्सको प्रपोर्सनमा उनीहरूको कोही एब्सेन्समा कोही अल्टरनेट डिरेक्टर आउनु पाउँछ भनेर। अब भ्याकेन्सी भयो भने चाहिँ के हुन्छ त, भ्याकेन्सी हुँदाखेरि चाहिँ अब जेनरल मिटिङसम्म चाहिँ प्रमोटरले एमेन्ड गर्ने कुरा छ। अब यसमा कर्पोरेट सेयर होल्डरले पनि अपोइन्ट गर्न पाउँछ डिरेक्टर, तर उसले एउटै मान्छेले चाहिँ मल्टिपल ब्याङ्कमा डिरेक्टर सर्भ गर्न पाउँदैन। यही अल्टरनेट यही डिरेक्टरको चाहिँ अल्टरनेट डिरेक्टरको अपोइन्टमेन्टको कुरा यहाँ थियो। यसरी नै एउटा प्रोफेसनल डिरेक्टरको पनि कुरा छ। एटलिस्ट एउटा प्रोफेसनल डिरेक्टर हुनुपर्छ जसको चाहिँ क्वालिफिकेसन र एक्सपिरियन्स सेक्सन 17 को हिसाबले हुनुपर्छ, र प्रमोटर डिरेक्टर सेयर होल्डर ग्रेटर देन 1% या फिर फ्यामिली मेम्बर चाहिँ हुनु भएन। यो सबैको रिपोर्ट चाहिँ नेक्स्ट जेनरल मिटिङमा जानु पर्छ। अब हामी सेक्सन नम्बर 15 मा टर्म अफ अफिस अफ डिरेक्टर्सको कुरा गरौँ, जसमा चाहिँ डिरेक्टरको टर्म म्याक्सिमम 4 इयर्स हुन्छ, जो चाहिँ रिअपोइन्ट या फिर रिनोमिनेट हुन सक्छ। तर इन्डिपेन्डेन्ट डिरेक्टरको चाहिँ सिङ्गल टर्म मात्रै हुन्छ, उसै रिपिट हुँदैन। र एक्जिक्युटिभ चेयरम्यान या फिर एमडीको चाहिँ म्याक्सिमम 2 कन्जिक्युटिभ टर्म्स भन्ने कुरा छ आफ्टर कमेन्समेन्ट अफ दिस एक्ट। अब सेक्सन नम्बर 16 मा क्वालिफिकेसन अफ डिरेक्टर्समा के छ त भन्दाखेरि एटलिस्ट 5 इयर्स एक्सपिरियन्स हुनु पर्यो एज अ डिरेक्टर अर अफिस बेरर अफ ब्याङ्क अर फाइनेन्सियल स्टेटमेन्ट रिलेटेड कर्पोरेट सेक्टर अर अफिसियल लेभल अफ गभर्मेन्ट अफ नेपाल भन्ने छ। या फिर ब्याचलर डिग्री प्लस 3 इयर्स एक्सपिरियन्सको कुरा छ। एक्सपिरियन्स कहाँ हुनु पर्यो, एगेन यही कि त ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युसनमा या कर्पोरेट रिलेटेड कर्पोरेट सेक्टरमा या फिर गभर्मेन्ट अफ नेपालको कुनै सरकारी उसमा, या उसको बाद मास्टर्स डिग्री हुनु पर्यो इन रिलेटेड सब्जेक्ट एज प्रेस्क्राइब। अब सेकेन्ड सब सेक्सनमा चाहिँ के भनेको छ भन्दाखेरि क्लास डीको लागि चाहिँ सेपरेट क्वालिफिकेसन र एक्सपिरियन्स राष्ट्र ब्याङ्कले क्वालिफाई गर्छ भनेको छ, र इन्डिपेन्डेन्ट डिरेक्टरको क्वालिफिकेसन सेक्सन 17 मा हुन्छ भनेर भनेको छ। अब इन्डिपेन्डेन्ट डिरेक्टरको क्वालिफिकेसनहरू चाहिँ के छ त भन्दाखेरि क्लास ए र क्लास बी डेभलप ब्याङ्कको लागि चाहिँ मास्टर्स डिग्री र रिक्वायर्ड एक्सपिरियन्स छ। क्लास बी र सीको लागि ब्याचलर र रिक्वायर्ड एक्सपिरियन्स छ, र क्लास डीको लागि चाहिँ क्वालिफिकेसन र एक्सपिरियन्स एज प्रेस्क्राइब बाई राष्ट्र ब्याङ्क हुन्छ। अब हामी सेक्सन नम्बर 18 मा जाउँ, जसमा चाहिँ डिस्क्वालिफिकेसन अफ डिरेक्टर्सको कुरा छ। कहिले कहिले डिस्क्वालिफाई हुन्छ भनेर हामी हेरौँ। यसमा छ 25 सालभन्दा कम उमेरको छ भने, इन्सेन या फिर अनसाउन्ड माइन्ड या पागल छ भने, ब्याङ्क्रप्ट छ भने, पैसा छैन भने उसँग, ब्लक्ड या फिर डिफल्ट ट्रान्जेक्सन गरेको छ कुनै ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युसनमा र त्यसको 3 साल बितेको छैन भने, कुनै कर्पोरेट बडीको इन्डिपेन्डेन्ट डिरेक्टर या फिर इम्प्लोइ हो जो चाहिँ ब्याङ्किङ या फिर इन्सुरेन्स ट्रान्जेक्सन गर्छ भने त्यसको त्यो पनि हुन पाएन डिरेक्टर, र को बरोवर या फिर अडिटर हो या फिर एडभाइजर हो या पार्टनर हो जो पर्सनल इन्ट्रेस्टको साथमा पनि पाएन। स्टक एक्सचेन्जको मेम्बरसिप छ उसको, या फिर ब्रोकर या फिर मर्चेन्ट ब्याङ्कर हो भने ऊ पनि पाएन। करेन्ट ब्याङ्कको डिरेक्टर हो भने पनि पाएन। र उसले मिनिमम क्वालिफिकेसन सेयर्स भन्छ यसलाई, त्यो एज पर एओए मिनिमम सेयर सब्सक्राइब गरेको छैन भने, इम्प्लोइ अफ कुनै गभर्मेन्टको इम्प्लोइ हो भने, या फिर उसले ट्याक्सहरू पे गरेको छैन भने, या फिर कुनै थेफ्ट फ्रड करप्सन या फिर मोरल टर्पिट्युड मानहानिको केसमा पक्राउ परेको छ, ऊ मतलब लक भएको 10 साल बितेको छैन भने,
या फिर 5 साल भएको छैन, कहिले भन्दा कुनै उसले रेगुलेटरी एक्सन भाइलेट गरेको 5 साल बितेको छैन भने, या फिर इन्डिपेन्डेन्ट डिरेक्टर विथ ग्रेटर देन 0.1% ओनरसिप बाई प्रमोटर अर सेयर होल्डर छ भने, या फिर उसको कुनै इम्प्रिजनमेन्ट हुनेवाला छ, या फिर कुनै फाइन या फिर गभर्मेन्ट ड्युहरू डिफल्ट गरेको छ भने। अब यसमा एउटा सब्सिडियरी एक्सेप्सन चाहिँ के छ त भन्दाखेरि, ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युसनको इम्प्लोइ चाहिँ आफ्नो सब्सिडियरीको चाहिँ डाइरेक्टर हुन पाउँछ भन्ने कुरा मेन्सन गरिएको छ। अब हामी सेक्सन 19 मा सर्कमस्टेन्सेस फर इनिजिबिलिटी टु रिमेन इन अफिस अफ डिरेक्टर भनेर हेर्छौँ, जसमा यदि उसको क्वालिफिकेसन सेक्सन 16 र 17 को हिसाबले छैन, या फिर सेक्सन 18 को हिसाबले डिस्क्वालिफाई भइसकेको छ भने, र उस या फिर सेकेन्डमा चाहिँ के छ भन्दाखेरि उसको रिमुभ गर्नको लागि चाहिँ जेनरल मिटिङमा मोसन पास भयो भने, मेजोरिटीले उसलाई गर्यो भने, 51% अर मोरले उसलाई हटाउने उयो मोसन पास गर्यो भने, रेजिग्नेसन टेन्डर गरेर रेजिग्नेसन अप्रुभ गर्यो भने, या कुनै एक्ट यस्तो कन्ट्रेरी टु द एक्ट या फिर राष्ट्र ब्याङ्कको डिरेक्टिभ्सको उल्टो काम मतलब हितमा फलो गरेन, कन्ट्रेरीमा एक्ट गर्यो भने, या फिर राष्ट्र ब्याङ्कले नै हटा भनेर इन्स्ट्रक्सन दियो भने, कहिले इन्स्ट्रक्सन दिन सक्छ यदि उसले ब्याङ्कको डिपोजिटरी ब्याङ्क या फिर डिपोजिटरीको इन्ट्रेस्टमा काम गरेन भने, या उसको इन्कम्पिटेन्सी भयो भने। अब यो हटाउनको केसमा चाहिँ ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युटले 15 दिनभित्रमा राष्ट्र ब्याङ्कलाई रिपोर्टिङ दिनुपर्ने हुन्छ, र राष्ट्र ब्याङ्कले आफ्नो एप्रोप्रिएट डिरेक्सन दिन सक्छ इन्क्वायरी गरेपछि। अब सेक्सन नम्बर 20 मा र 21 मा, सेक्सन नम्बर 20 मा सिम्पल प्रोभिजन छ, यदि कुनै इन्कम्बेन्ट कन्स्टिट्युसनल पोजिसन होल्डर छ भने, मतलब कुनै संसदीय पोजिसनमा छ भने, त्यो मान्छेले या त डिरेक्टर या फिर चिफ एक्जिक्युटिभ कुनै पनि ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युसनको हुन पाउँदैन भनेर सिम्पल एउटा प्रोभिजन छ सेक्सन नम्बर 20। सेक्सन नम्बर 21 मा मिनिट्स अफ मिटिङको कुरा मिटिङ्स अफ बोर्डको कुरा छ, जसमा चाहिँ मिनिमम 12 मिटिङ हुनुपर्छ भनेको छ, त्योभन्दा बेसी हुनु भयो, तर मिनिमम चाहिँ 12 चाहिँ हुनै पर्यो, र दुईटा मिटिङको बिचमा 60 दिनभन्दा बेसीको ग्याप हुनु भएन, र यसमा कोरम चाहिँ 51% छ, र मिटिङ कसले बोलाउन सक्छ भन्दाखेरि चेयरपर्सन, या फिर यदि कुनै 1/3 अफ द डिरेक्टर्सले रिटर्न रिक्वेस्ट एजेन्डाको साथ रिक्वेस्ट गर्यो भने त्यो मिटिङ बोलाउनै पर्ने हुन्छ। प्रिजाइड चेयरपर्सनले गर्छ, चेयरपर्सन नभएको केसमा उनीहरू जो डिरेक्टर्सहरू एभाइलेबल छ उनीहरूकै बेसिसमा, मेजोरिटीको बेसिसमा एउटा कसैलाई चुज गरिन्छ। डिसिजन मेकिङ भनेको उहाँ मेजोरिटीले नै डिसिजन लिने हो, यदि टाई ब्रेकिङ भयो भने चाहिँ टाई ब्रेकको केसमा चेयरपर्सनको भोट डिसाइडिङ टाई ब्रेकिङ भोट हुन्छ। अब मिटिङको मिनट्स पनि रेकर्ड गर्नुपर्ने हुन्छ, एजेन्डा डिसिजन सबै नोट गर्नुपर्ने हुन्छ, र डिरेक्टर्सले आफ्नो कसैको डिसेन्टिङ ओपिनियन, कसैको मतलब कुनै एउटा डिसिजन लिँदैछ त्यसको एगेन्स्टमा बोल्नु छ कसैले भने पनि त्यो आफ्नो सिग्नेचरमा आफ्नो डिसेन्टको नोट राखेर सिग्नेचर गर्न सकिन्छ। अब सेक्सन नम्बर 22 मा फङ्सन्स ड्युटिज एन्ड पावर्स अफ बिओडी छ। यसमा सिम्पल छ, एउटा जेनरल अथोरिटीको कुरा छ, जसमा उसले आफ्नो एओएले दिएको सबै पावरहरू फलो गर्नुपर्छ, एओए एमओए र एक्टले दिएको सबै कुराहरू फलो गर्नु पर्यो। प्राइमेरी ड्युटी भनेको उसको अपरेट इन द इन्ट्रेस्ट अफ डिपोजिटर्स, कस्टमर्स र सेयर होल्डर्सको इन्ट्रेस्टमा काम गर्नु पर्यो, कर्पोरेट गभर्नेन्स मेन्टेन गर्नु पर्यो, डेली अपरेसन्समा इन्टरभिन गर्नु भएन, ओभरसी र गभर्नेन्स गर्ने हो तर डे टु डे म्यानेजमेन्टमा इन्टरभेन गर्ने होइन। अरू फङ्सन भनेको चाहिँ बाइलाइजहरू फर्म गर्ने कि यो राष्ट्र ब्याङ्कको डिरेक्टिभ्सहरू कसरी फलो गर्ने हामीले भनेर इन्टरनल कन्ट्रोल र रिस्क म्यानेजमेन्टको नर्म्सहरू सेट गर्नु पर्यो, पोलिसी बनाउनु पर्यो, आफ्नो अर्गनाइजेसन स्ट्रक्चर कसरी इम्प्लिमेन्ट गर्ने, कसको अन्डरमा कसरी काम गर्ने त्यो गर्नु पर्यो, आफ्नो रिपोर्टहरू सब्मिट गर्नु पर्यो, अडिट रिपोर्ट भयो, एनुअल प्रोग्रेस रिपोर्ट भयो, जेनरल मिटिङको लागि सब्मिट गर्नु पर्यो, या फिर अदर फङ्सन्स एज मे बी प्रेस्क्राइब्ड फलो गर्नु पर्यो। अब 23 र 24 मा हेरौँ, एकाउन्टेबिलिटी अर रेस्पोन्सिबिलिटी अफ डिरेक्टर्स, जसमा चाहिँ फर्स्टमा भनेको छ नो पर्सनल गेन, आफ्नो ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युटलाई आफ्नो पर्सनल बेनिफिटको लागि युज गर्नु भएन, र डिरेक्टरहरूको अथोरिटी एक्सिड गर्दैछ भने उनीहरू पर्सनली लाइबल पनि हुन्छ। आफ्नो अथोरिटी
नभएको कामहरू उसले गर्यो ब्याङ्क फाइनेन्सियल इन्स्टिट्युसनको हकमा भने ऊ त्यस कामको लागि पर्सनली लायबल हुन्छ। रिस्क म्यानेजमेन्ट र कन्ट्रोल उसले इन्स्योर गर्नु पर्यो तर डेली अपरेसन्समा इन्टरफियर गर्नु भएन र राष्ट्र ब्याङ्कले दिएको सबै इन्स्ट्रक्सनहरू फलो गर्नु पर्यो। र अब सेक्सन नम्बर 24मा डिरेक्टर्सको डिटेलहरू कलेक्ट गर्नुपर्छ भनिएको छ। अब यसमा पर्सनल इन्फोमा के भनेको छ भन्दा नाम, एड्रेस र क्वालिफिकेसन्स र फ्यामिलीको सेयर्स या फिर डिभेन्चर्समा के होल्डिङ छ, सब्सिडियरिजमा या फिर आफ्नो थ्रु या आफ्नो फ्यामिलीको थ्रु, र कुनै एपोइन्टमेन्टमा उसको इन्ट्रेस्ट छ, सिइओ, कम्पनी सेक्रेटरी, अडिटर कुनै एपोइन्टमेन्टमा उसको कसै रिलेसन छ भने, अब कुनै पास्ट पोजिसन छ भने, कुनै अर्को एजेन्सीमा काम छ भने या फिर फ्यामिली मेम्बर, सेक्रेटरी यो सबै डिक्लेयर गर्नु पर्यो। फ्यामिली र आफ्नो फाइनेन्सियल इन्ट्रेस्टहरू ब्याङ्कको सेयरमा या फिर फाइनेन्सियल इन्स्टिट्युसनमा इन्ट्रेस्ट या फिर अरू कुनै इन्स्टिट्युसनमा आफ्नो फाइनेन्सियल इन्ट्रेस्ट छ भने त्यो पनि बताउनु पर्यो। फ्यामिली रिलेटेड एग्रिमेन्ट्स, कुनै एग्रिमेन्ट छ डिरेक्टरको साथमा या फ्यामिलीको साथमा त्यो पनि राख्नु पर्यो। रिटर्न अथोरिटी फर इन्क्वायरी छ राष्ट्र ब्याङ्कसँग, आफ्नै एलिजिबिलिटी सेल्फ डिक्लेयर पनि गर्नु पर्यो या अरू डिटेलहरू एज स्पेसिफाइड भयो राष्ट्र ब्याङ्क राख्नु पर्यो। यो सबै इन्फर्मेसन चाहिँ ब्याङ्कले आफूसँग राख्नुपर्छ, कलेक्ट गरेर राखिराख्नुपर्छ फर कहिले पनि जहिले पनि राष्ट्र ब्याङ्कले रिक्वायरमेन्टको केसमा प्रोभाइड गर्नुपर्छ। अब सेक्सन नम्बर 25मा चाहिँ इन्फर्मेसन अफ डिरेक्टर एन्ड रेकर्ड, त्यो डिटेल अघि हामीले जुन सेक्सन नम्बर 24मा डिटेल बनायौँ त्यो चाहिँ हामीले सबमिट गर्नुपर्छ विदिन 7 डेज अफ अपोइन्टमेन्ट, र यसको रेकर्ड सेपरेटली राख्नु पर्यो। र ओनरसिप र इन्ट्रेस्ट छ भने त्यसलाई डिक्लेयर गर्नु पर्यो। कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ कुनै डिसिजन्समा छ भने त्यो डिक्लेयर गर्नु पर्यो या फिर अनि कुनै भोटहरूमा पार्टिसिपेट गर्नु भएन। कुनै अपडेट चेन्जेसहरू छ भने राष्ट्र ब्याङ्कले 15 दिनभित्रमा अपडेट गर्नु पर्यो र राष्ट्र ब्याङ्कले आफ्नो ओभरसाइटको हिसाबमा कोही एडिसनल इन्फर्मेसनहरू मगाउन सक्छ। सेक्सन नम्बर 26मा फर्मेसन अफ सब कमिटिज भनेर राखिएको छ, जसमा बोर्ड अफ डिरेक्टर्सले आफ्नो कामको लागि एउटा या त्योभन्दा बेसी सब कमिटिजहरू डिफाइन गर्न सक्छ, जसमा चाहिँ चेयरपर्सन क्यानट बी अ मेम्बर, चेयरपर्सन सेपरेट हुन्छ र त्यसको फङ्सन, ड्युटिज, पावर्स, प्रोसिजर्स, रेमुनरेसन त्यो सबै जो बोर्डले डिसाइड गर्छ त्यो हिसाबले हुन्छ र उनीहरूको एक्टिभिटिज र एक्सपेन्डिचर चाहिँ एनुअल रिपोर्टमा मेन्सन गरेको हुनु पर्यो। सेक्सन नम्बर 27मा डेलिगेसन अफ पावर्सको कुरा छ। बोर्डले आफ्नो डेलिगेसन गर्नु पाउँछ पावर्सहरू आफ्नो डिरेक्टरलाई या फिर कुनै सब कमिटीलाई, जुन हामीले अहिले भर्खर सेक्सन 26मा हेऱ्यौँ त्यसलाई, या फिर चिफ एक्जिक्युटिभ अफिसरलाई। यो सबै कामहरू उसले डेलिगेट गर्न पाउँछ तर सुपरभिजन चाहिँ बोर्डले नै गर्नुपर्छ। र सेक्सन नम्बर 28मा एलाउन्स र फेसिलिटिजको कुरा छ। यो सबै एज पर एओए गभर्न हुन्छ भनेर मेन्सन गरिएको छ। अब हामी सेक्सन नम्बर 29मा चिफ एक्जिक्युटिभको एपोइन्टमेन्टको कुरा गरौँ। चिफ एक्जिक्युटिभको एपोइन्टमेन्ट बोर्डले गर्ने हो एज पर एओए र एमओएको हिसाबमा। उसको म्याक्सिमम् 4 इयर्सको कुरा छ र रिअपोइन्टमेन्टको कुरा छ। तर क्लास डीको केसमा राष्ट्र ब्याङ्कको हिसाबले हुन्छ। उसलाई हटाउन सकिन्छ उसको पर्फर्मेन्सको हिसाबले, तर अभियसली हटाउनुभन्दा अगाडि उसलाई रिजनेबल अपर्च्युनिटी अफ बिङ हर्ड ओओपिएस दिनैपर्छ। र क्वालिफिकेसन र एक्सपिरियन्सको कुरा गर्दाखेरि उसले मास्टर्स गरेको हुनुपर्छ फाइनेन्स या फिर म्यानेजमेन्ट या फिर लमा, र 10+ इयर्सको एक्सपिरियन्स हुनुपर्छ। र हाम्रो सेक्सन 18को जुन डिस्क्वालिफिकेसनको क्लज छ त्यसको कम्प्लाइन्स गरेको हुनु पर्यो र राष्ट्र ब्याङ्कको क्राइटेरिया पनि कम्प्लाई गरेको हुनु पर्यो। र यसको नोटिफिकेसन चाहिँ चिफ एक्जिक्युटिभको एपोइन्टमेन्टको 7 दिनभित्रमा हामीले राष्ट्र ब्याङ्कलाई बताउनुपर्छ। र नन एलिजिबिलिटीको केसमा चाहिँ उसले अरू बिजनेस अर्गनाइजेसनमा पोजिसन हेल्ड गर्नु पाउँदैन, तर इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्कको केसमा चाहिँ अरू उसमा होल्ड गर्नु पाउँछ किनभने उसको कामै थियो। रेमुनरेसन र फेसिलिटिज एज डिटरमाइन्ड बाई बोर्ड हुन्छ एट द टाइम अफ अपोइन्टमेन्ट। र राष्ट्र ब्याङ्कले आफ्नो ओभरसाइट राख्छ। यदि उसले अनक्वालिफाइड भएको पाएमा उसले रिमुभल र रिप्लेसमेन्टको अर्डर दिन सक्छ। अब चिफ एक्जिक्युटिभको फङ्सन्स, पावर्स र ड्युटिज के हो त भन्दाखेरि आफ्नो इम्प्लिमेन्टेसन र कन्ट्रोल, बोर्ड अफ डिरेक्टर्सको डिसिजनहरूलाई इम्प्लिमेन्ट गराउनु पर्यो। जो डेलिगेटेड पावर्सहरू छ त्यसको एक्सर्साइज गर्नु पर्यो र ब्याङ्कको एक्टिभिटिजलाई ओभरसी र कन्ट्रोल गर्ने काम हो उसको एज पर एओए एमओए। बजेट र प्लानिङ गर्नु पर्यो, ह्युमन रिसोर्सको म्यानेजमेन्ट गर्नु पर्यो
जेनरल मिटिङको डिसिजनहरू इम्प्लिमेन्ट गर्नु पर्यो, लिगल र रेगुलेटरी कम्प्लायन्सहरू इन्स्योर गर्नु पर्यो, टाइमली रिपोर्टिङ इन्स्योर गर्नु पर्यो, सेयर होल्डरको प्रोटेक्सन, सेयर होल्डर डिपोजिटर र इन्स्टिट्युसनको प्रोटेक्सनको काम गर्नु पर्यो, सिनियर म्यानेजमेन्टको नर्म्सहरू एप्लाई गर्नु पर्यो र उसको एकाउन्टेबिलिटी चाहिँ बोर्ड अफ डिरेक्टर्सलाई हुन्छ भनेर मेन्सन गरेको छ एक्टमा। अब हामी च्याप्टर नम्बर 5 लाइसेन्सको प्रोभिजनमा कुरा गर्दैछौँ। सेक्सन नम्बर 31 मा सिम्पल भनिएको छ लाइसेन्स इन्स्टिट्युसनले मात्र फाइनेन्सियल ट्रान्जेक्सनहरू क्यारी आउट गर्न पाउँछ भनेर भनिएको छ र यो राष्ट्र ब्याङ्कले चाहिँ यसको पोलिसीको लाइसेन्स कसरी दिने भन्ने पोलिसीलाई फर्मुलेट र एक्जिक्युट गर्ने काम राष्ट्र ब्याङ्कको। सेक्सन 32 मा युज अफ ब्याङ्क फाइनेन्सियल इन्स्टिट्युसन नेम्स भनेको छ। राष्ट्र ब्याङ्कको अप्रुभल चाहिन्छ फर युजिङ नेम्स इन टर्म्स लाइक ब्याङ्क, ब्याङ्किङ, फाइनेन्स, फाइनेन्सियल भनेर भनिएको छ। एक्जेम्सन चाहिँ कहिले कहिले छ भन्दाखेरि लाइसेन्स ब्याङ्कहरू जसले अलरेडी लाइसेन्स लिइसकेको छ, अर्गनाइजेसन बाई ल अर इन्टरनेसनल एग्रिमेन्टकोहरू छ भने, या फिर जो 6 महिनाभित्रमा एप्लाई गर्दैछन् उनीहरूको लागि, या फिर एक्जिस्टिङ ब्याङ्क्सहरू फाइनेन्सियल इन्स्टिट्युसन जो चाहिँ पहिला एप्रुभ छ भने। अब कसैले चाहिँ आफ्नो स्पेसिफिक नाम राख्नुपर्छ। क्लास बी छ भने उसको नाम डेभलपमेन्ट ब्याङ्क हुन्छ, क्लास सी छ भने फाइनेन्स कम्पनी हुन्छ, क्लास डी छ भने माइक्रो फाइनेन्स हुन्छ। यसरी आफ्नो आफ्नो क्लासको हिसाबले आफ्नो नाम राख्नुपर्ने हुन्छ। च्याप्टर नम्बर सेक्सन नम्बर 33 मा चाहिँ लाइसेन्सको लागि चाहिँ कसरी एप्लाई गर्ने भनेर लेखिएको छ। एप्लिकेसन सबमिट गर्नुपर्छ ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युसनले टु राष्ट्र ब्याङ्क विथ प्रेस्क्राइब्ड फी। के सबमिट गर्नुपर्छ भनेर अब हेरौँ। MONAOA विथ सर्टिफिकेट अफ इन्कर्पोरेसन, अफिसको डिटेल्स कहाँ ओन्ड छ या लिज छ र त्यसमा के इन्फ्रास्ट्रक्चर छ, सेयर सब्सक्रिप्सन कन्फर्मेसन दिनु पर्यो, इम्प्लोइ र फाइनेन्सियल बाइलजहरू बताउनु पर्यो, लोन राइट अफ गर्ने प्रोसिजर्सहरू बताउनु पर्यो, प्रिन्सिपल बिजनेस काम गर्दैछ ब्रान्चको एड्रेसहरू बताउनु पर्यो र कन्सेन्ट राष्ट्र ब्याङ्कको टर्म्स एन्ड कन्डिसन्सहरू फलो गर्छु भनेर कन्सेन्ट दिनु पर्यो। बिजनेस प्लान के हो, स्ट्रेटेजी के हो, अर्गनाइजेसनको स्ट्रक्चर के हुन्छ, इन्टरनल कन्ट्रोल र रिस्क म्यानेजमेन्ट फ्रेमवर्कहरू के हो त्यो पनि बुझाउनु पर्यो। डिरेक्टर्सहरूको नाम र अफिसियलको लिस्टहरू बुझाउनु पर्यो क्वालिफिकेसनको साथमा, र एउटा कमिटमेन्ट दिनु पर्यो कि हामीले मिनिमम क्यापिटल एडिक्वेसी रेसियो मेन्टेन गर्छौँ भनेर कमिटमेन्ट दिनु पर्यो। र अर्को कमिटमेन्ट दिनु पर्यो कि इन्टरनल कन्ट्रोल सिस्टमहरू मेन्टेन गर्छौँ भनेर, र अन्य डकुमेन्ट्स एज स्पेसिफाइड बाई राष्ट्र ब्याङ्क। र यदि ऊ फरेन ब्याङ्क र या फिर फाइनेन्सियल इन्स्टिट्युसन विथ जोइन्ट भेन्चर छ भने चाहिँ उनीहरूको हकमा एडिसनल डकुमेन्टहरू लाग्छ जसमा चाहिँ गभर्मेन्ट या फिर सेन्ट्रल ब्याङ्कको कन्सेन्ट लाग्छ र कहीँ अनफुलफिल्ड रेगुलेटरी रिक्वायरमेन्ट छैन है भनेर डिटेल दिनुपर्छ, र अदर डकुमेन्ट्स यसरी स्पेसिफाइड बाई राष्ट्र ब्याङ्क। र राष्ट्र ब्याङ्कले नेसेसरी इन्क्वायरी गरेर यो कुनै डकुमेन्टहरू कम पाएमा एडिसनल डकुमेन्टहरू माग्न सक्छ राष्ट्र ब्याङ्कले। अब सेक्सन नम्बर 34 मा लाइसेन्सको कुरा छ। अब सेक्सन नम्बर 33 मा एप्लाई गरेपछि राष्ट्र ब्याङ्कले 120 डेजमा भेरिफाई गर्छ। अब यो 120 डेज हामीले हेरिरहेको छौँ, सुरुदेखि नै 120 डेज छ। जहाँ पनि राष्ट्र ब्याङ्कको भेरिफिकेसनको कुरा आउँदैछ त्यहाँ 120 डेज भनेर मेन्सन गरिरहेछ। त्यही भएर यो 120 डेज हामीलाई इजिली मेमोराइज हुन्छ। राष्ट्र ब्याङ्कले के भेरिफाई गर्छ त भन्दाखेरि हेल्दी कम्पिटिसन र डिपोजिटर प्रोटेक्सन उसले फलो गर्न सक्छ कि सक्दैन, उसको क्यापेबिलिटी के छ, यो ब्याङ्किङ र फाइनेन्सियल इन्स्टिट्युसन कोअपरेट गर्ने क्यापेबिलिटी छ कि छैन, डकुमेन्टहरू प्रपरली सबमिट गरेको छ कि छैन, उसको फिजिकल इन्फ्रास्ट्रक्चर प्रपर छ कि छैन, र अपोइन्टेड अफिसियलहरू कम्पिटेन्ट छ कि छैन, योग्य छ कि छैन, त्यो हेरेपछि उसले लाइसेन्स दिन सक्छ र क्लास बेस्ड लाइसेन्स दिन सक्छ एज पर सेक्सन 37। अहिले हामी सर्टली सेक्सन नम्बर 37 हेर्छौँ। र लाइसेन्स कहिले एक्टिभेट हुन्छ भन्दाखेरि फ्रम द स्पेसिफाइड इन्फोर्समेन्ट डेट अर फ्रम द डेट अफ इस्युएन्स इफ नो डेट इज स्पेसिफाइड। अब सेक्सन नम्बर 35 मा कहिले लाइसेन्स डिनाइ हुनसक्छ भनेको छ। यदि एडभर्स इम्प्याक्ट अन फाइनेन्सियल स्टेबिलिटी हुन्छ भने, फेयर कम्पिटिसनहरू हुँदैन भने, या फिर क्रेडिबिलिटीमा क्वेसन छ भने, या फिर नट रिजनेबल फर डिपोजिटर प्रोटेक्सन छ भने, इन्फ्रास्ट्रक्चर इन्कम्प्लिट छ भने, या अदर एक्ट रिक्वायरमेन्ट्स मेट भएको छैन भने, र 90 दिनभित्रमा एप्लिकेन्टलाई भन्नुपर्छ कि यो कारणले गर्दाखेरि चाहिँ लाइसेन्स दिएको छैन। अब हामी सेक्सन नम्बर 36, 37 र 38 मा हेर्दैछौँ।
36 मा राष्ट्र ब्याङ्कले आफ्नो कन्डिसनहरू स्पेसिफाई गर्न सक्छ लाइसेन्स दिँदाखेरि भनेर भनिएको छ। आफ्नो टर्म्स एन्ड कन्डिसन्सहरूको के कन्सिडर गर्दै दिन्छ भन्दाखेरि एक्जिस्टिङ कन्डिसन अफ ब्याङ्क, हेल्दी अपरेसन्स अफ फाइनेन्सियल ट्रान्जेक्सन्स र इन्ट्रेस्ट अफ डिपोजिटरलाई ख्यालमा राख्दै आफ्नो नेसेसरी कन्डिसन्सहरू राख्न सक्छ। र सेक्सन नम्बर 37मा क्लासिफिकेसन अफ ब्याङ्कको कुरा छ ABCDमा गर्छौँ भनेर बेस्ड अन मिनिमम पेड अफ क्यापिटल ट्रान्जेक्सन टु बी अपरेटेड र वर्किङ एरियाजको हिसाबले ABCD क्लासमा बाँड्छ भनेर भनेको छ। र सेक्सन नम्बर 38मा कन्भर्जनको कुरा छ टु हायर क्लास। यदि कुनै लोवर क्लास ब्याङ्कले हायर क्लासमा जानु छ भने उसले एप्लिकेसन फाइल गर्नुपर्छ राष्ट्र ब्याङ्कमा। तर यो क्लास डी इन्स्टिट्युसनहरूले चाहिँ गर्न मिल्दैन किनभने उनीहरूको हायर क्लासमा कन्भर्जन हुँदैन। र राष्ट्र ब्याङ्कले अब यो इन्क्वायरी गरेर एप्लिकेसन र डिटेल्सको हिसाबमा उसले हायर क्लासमा कन्भर्जन गराउन सक्छ यदि उसले क्यापिटल पेड अप रिक्वायरमेन्टहरू फुलफिल गरेको छ भने। क्यापिटल लिक्विड एडिक्वेसी रेसियो लास्ट 5 इयर्समा, प्रफिट उसको लास्ट 5 इयर्समा प्रफिट योमा छ भने, र एभरेज नेट प्रफिट उसको लास्ट 5 इयर्समा राष्ट्र ब्याङ्कको लिमिटभित्रमा छ भने, यो 3टा कुरा मिट भयो भने, प्रिलिमिनरी एक्सपेन्सेसहरू रिटर्न अफ भइसकेको छ भने, सेयर्स जो इस्यु छ त्यो सबै अलट भइसकेको छ भने, र जेनरल मिटिङमा स्पेसल रिजोल्युसन पास भइसकेको छ भने, र उसले अरू सबै कन्डिसनहरू राष्ट्र ब्याङ्कको सबै कन्डिसनहरू मेट गरेको छ भने राष्ट्र ब्याङ्कले इस्यु गर्न सक्छ अप्पर क्लास ब्याङ्कको लाइसेन्स। अब सेक्सन नम्बर 39 र 40मा लाइसेन्स पब्लिसको कुरा छ। लाइसेन्स पब्लिस गर्नुपर्छ राष्ट्र ब्याङ्कले कि यो ब्याङ्कहरू चाहिँ एलिजिबल छ टु कन्डक्ट फाइनेन्सियल ट्रान्जेक्सन भनेर। उसमा के चाहिँ इन्फर्मेसन राख्नुपर्छ, मिनिमम यति त राख्नु पर्यो, अदर उसले राख्नुपर्छ आफ्नो हिसाबले। डेट अफ कमेन्समेन्ट अफ ट्रान्जेक्सन, क्यापिटल फन्डको के पोजिसन छ, नन पर्फर्मिङ लोन्सको के कुरा छ, पेड अफ क्यापिटल लोन्स र अदर नेसेसरी डिटेल्स। र यो कहिले गर्नुपर्छ भन्दाखेरि एभ्री मन्थ गर्नुपर्छ नेसनल न्युज पेपर या फिर अदर उसमा। सेक्सन नम्बर 39A मा फाइनेन्सियल इन्स्टिट्युसन, प्रोभिन्सियल लेभलको फाइनेन्सियल इन्स्टिट्युसनको कुरा छ। यो राष्ट्र ब्याङ्कले एलाउ गर्न सक्छ भनेर लेखिएको छ। यसको पनि लाइसेन्स राष्ट्र ब्याङ्कबाट लिनुपर्छ र रेगुलेसन, सुपरभिजन र ओभरसाइट राष्ट्र ब्याङ्कले नै गर्छ र अरू स्टेट लेभल लजले गभर्न गर्छ भनेर भनिएको छ। सेक्सन नम्बर 40मा फरेन ब्रान्चको कुरा छ जसमा चाहिँ फरेन ब्याङ्कको चाहिँ लाइसेन्स जो ब्याङ्किङ फाइनेन्सियल इन्स्टिट्युसनको बराबर हुन्छ, इक्विभ्यालेन्ट हुन्छ भनेर भनिएको छ। र राष्ट्र ब्याङ्कले टाइम टु टाइममा डिरेक्टिभ्स दिन सक्छ रिगार्डिङ फङ्सन्स, ड्युटिज, लाइबिलिटिज, एसेट्स र अकाउन्ट्सको हिसाबमा। र एसेटलाई युज गर्दाखेरि लाइबिलिटिज मिट गर्नलाई नेपालवाला लाइबिलिटिजकोलाई प्रायोरिटी दिन्छ भनेर भनिएको छ। र यो फङ्सन र एक्टिभिटिज राष्ट्र ब्याङ्कले गरेको हिसाबमा रुल प्रोभाइड गरेको हिसाबमा फलो गर्नुपर्छ भनेर भनिएको छ। अब हामी च्याप्टर नम्बर 6मा जाउँ जसमा हामी प्रोभिजन अन क्यापिटल, क्यापिटल फन्ड र लिक्विड एसेट्सको बारेमा कुरा गर्दैछौँ। सेक्सन नम्बर 41मा मिनिमम क्यापिटल राष्ट्र ब्याङ्कको हिसाबले राख्नुपर्छ भनेर भनिएको छ। र इन्भेस्टमेन्ट लिमिट म्याक्सिमम 15% पर इन्भेस्टर हो र क्रस इन्भेस्टमेन्ट चाहिँ 1% भन्दा कम मात्रै गर्न पाउँछ। तर फरेन जोइन्ट भेन्चर र क्लास डी या फिर इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क छ भने उसको लागि सेपरेट स्पेसल प्रोभिजनहरू हुन्छ। क्रस इन्भेस्टमेन्ट भनेको चाहिँ एक ब्याङ्कले अर्को ब्याङ्कमा गर्ने इन्भेस्टमेन्ट। सेक्सन नम्बर 42मा क्यापिटल फन्डको कुरा छ जसमा चाहिँ एसेट र रिस्क एसेटको रेसियो मेन्टेन गर्नुपर्छ भनेको छ। यदि कुनै सर्टफल भएमा 1 महिनाभित्रमा रिजन के कारणले सर्टफल भयो र त्यसको रिस्टोरेसन प्लान सबमिट गर्नुपर्ने हुन्छ र राष्ट्र ब्याङ्कको डिरेक्टिभहरू फलो गर्नुपर्ने हुन्छ। सेक्सन नम्बर 43मा लोन लस प्रोभिजनको कुरा छ जसमा पोटेन्सियल एसेट रिस्कहरूको प्रोभिजन क्रिएट गर्नुपर्छ जसले चाहिँ लोन या फिर अफ ब्यालेन्स सिट लाइबिलिटिजलाई कभर गर्दै सबै लसहरूको एगेन्स्टमा प्रोटेक्सन दिनुपर्ने हुन्छ। सेक्सन नम्बर 44मा जेनरल रिजर्भ फन्डको कुरा छ जसमा चाहिँ 20% अफ नेट प्रफिट एकुमुलेट गर्नुपर्छ। कहिलेसम्म भन्दाखेरि जबसम्म पेड अप क्यापिटल मेरो डबल हुँदैन। त्यो डबल भइसकेपछि चाहिँ 10% एकुमुलेट गर्ने। र यो जेनरल रिजर्भ फन्ड चाहिँ
cannot be used or transferred without prior राष्ट्र बैंक approval. सेक्सन नम्बर 45 मा चाहिँ एक्सचेन्ज इक्वलाइजेसन फन्ड जो चाहिँ फरेन एक्सचेन्जको डिलिङहरूको लागि एप्लिकेबल छ जो र यसको चाहिँ एनुअल एडजस्टमेन्ट हुन्छ रिभ्यालुएसन प्रफिटको र मिनिमम 25% अफ नन आइएनआर भनेको नन इन्डियन करेन्सी प्रफिट चाहिँ यो फन्डमा पठाउनुपर्छ र यो युज चाहिँ करेन्सी डिभ्यालुएसनको लसको लागि मात्रै युज गर्न पाइन्छ भनेर भनेको छ. सेक्सन नम्बर 47 मा डिभिडेन्डको रेगुलेसन छ. डिभिडेन्ड दिँदाखेरि नेसनल राष्ट्र बैंकले एप्रुभल दिनुपर्छ भनेको छ र डिस्ट्रिब्युट गर्नको लागि कन्डिसनहरू के छ भन्दाखेरि उसले प्रिलिमिनरी एक्सपेन्सेस या फिर लसेसहरू रिकभर गरिसकेको हुनु पर्यो, क्यापिटल र क्यापिटल फन्ड इन्ट्याक्ट हुनु पर्यो, लोन लस र जेनरल रिजर्भ फन्ड जुन हामीले सेक्सन नम्बर 44 र 45 मा हेऱ्यौँ त्यो हुनु पर्यो र पब्लिक सेयरहरू फुल्ली सल्ड भएको हुनु पर्यो. सेक्सन नम्बर 46 मा चाहिँ लिक्विड एसेट मेन्टेन गर्नुपर्छ एज मेन्स प्रेस्क्राइब बाई राष्ट्र बैंक भनेर भनेको छ र जसले चाहिँ सर्ट टर्म स्टेबिलिटी इस्टाब्लिस गर्छ. र सेक्सन नम्बर 48 मा चाहिँ डिक्रिज अफ क्यापिटल छ जसमा चाहिँ राष्ट्र बैंकले अर्डर दिन सक्छ र यो राष्ट्र बैंकको अर्डरले नै अरू सबै लजलाई सुपरसिड गर्छ भनेर भनेको छ. न अब हामी च्याप्टर नम्बर 7 मा अपरेसनको कुरा गर्दैछौँ जसमा अब यो के गर्न पाउँछ के गर्न पाउँदैन भनेर भनेको छ. यो अलिकति धेरै नै डिटेलमा छ जसमा चाहिँ अब बेसिकली के छ भन्दाखेरि क्लास ए बैंकले चाहिँ सबै कुरा गर्न पाउँछ, सबै फुल पावर छ उसँग. क्लास बी सँग चाहिँ अलिक कम पावर छ, क्लास सी चाहिँ त्योभन्दा अझै कम र डी चाहिँ माइक्रो फाइनेन्स फोकस भएको उयो हो, डेभलपमेन्टवाला फोकस हो र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक सेपरेट हो. अब यसमा यो इन्डिभिजुअल हामीले हेर्न सक्छौँ तर यो अलिक डिटेलमा बेसी भएको कारणले गर्दाखेरि अहिले हामी की पोइन्ट हेरेर अगाडि बढौँ जसमा चाहिँ एले चाहिँ सबै काम गर्न पाउँछ, बीले चाहिँ बिजनेस रिलेटेड अलिक बेसी गर्न पाउँछ, सीमा चाहिँ क्रेडिट फोकस छ, डीमा चाहिँ माइक्रो फाइनेन्स रिलेटेड डेभलपमेन्ट रिलेटेड छ र इन्फ्राको चाहिँ इन्फ्रा फोकस हुने भयो. सेक्सन नम्बर 50 मा चाहिँ प्रोहिबिटेड एक्ट्स बाई बैंक अर फाइनेन्सियल इन्स्टिट्युसन छ. उसले बिजनेस गर्न पाउँदैन, cannot buy or sell goods for business or purchase land or building except for own operational needs. आफूलाई सेल्फ लेन्डिङ गर्न पाउँदैन, आफ्नो सेयर्सलाई सेक्युरिटी राखेर. कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भएको केसेसमा क्रेडिट दिनु पाउँदैन. डिरेक्टर चाहिँ चिफ एक्जिक्युटिभ मेजर सेयर होल्डर्स 1% भन्दा बेसी भएकोलाई या फिर उनीहरूको फ्यामिली या फिर उनीहरूको रिलेटेड फर्म या कम्पनी. क्रेडिट लिमिट पर कस्टमर जुन राष्ट्र बैंकले लिमिट सेट गरेको छ त्योभन्दा ब्रिच गर्नु भएन. क्रेडिट आफ्नो प्रमोटर या फिर डिरेक्टर या चिफ एक्जिक्युटिभको ग्यारेन्टीको हिसाबमा क्रेडिट दिनु पाउँदैन. इन्टर बैंक इन्भेस्टमेन्ट गर्नु पाउँदैन. क्यानट इन्भेस्ट सेयर्स अफ ए बी और सी क्लास फाइनेन्सियल इन्स्टिट्युसन बियोन्ड द लिमिट प्रेस्क्राइब. अरू कुनै इन्भेस्टमेन्ट पनि कुनै लिमिटभन्दा बेसी गर्न पाउँदैन र एन्टी कम्पिटेटिभ प्र्याक्टिसेसहरू गर्न पाउँदैन या फिर अदर रेस्ट्रिक्टेड फङ्सन्स एज प्रेस्क्राइब बाई राष्ट्र बैंक. अब यसमा एक्सेप्सन चाहिँ के छ त, के चाहिँ गर्नु पाउँछ त, आफ्नो ब्याङ्किङको कारोबारहरू आफ्नो गर्न पाउने भयो, आफ्नो इम्प्लोइजहरूलाई हाउसिङ फेसिलिटिजहरू दिनु पाउने भयो, की पर्सनहरूलाई क्रेडिट दिनु पाउने भयो. सेक्सन नम्बर 51 मा सब्सिडियरी कम्पनीको छ. ब्याङ्कले आफ्नो सब्सिडियरी कम्पनी खोल्न पाउँछ विथ द राष्ट्र बैंक एप्रुभल र राष्ट्र बैंकले आफ्नो टर्म्स एन्ड कन्डिसन्सहरू इम्पोज गर्न पाउँछ. सेक्सन नम्बर 52 मा ट्रान्जेक्सन विथ रिलेटेड पार्टिज प्रोहिबिटेड गरिएको छ जसमा नो लोन्स अर फाइनेन्सियल फेसिलिटिज क्यान बी गिभन टु रिलेभेन्ट या फिर रिलेटेड पर्सन जसमा जस्तै प्रमोटर्स, डिरेक्टर्स या फिर मेजर सेयर होल्डर्स भयो. सेक्सन नम्बर 53 मा सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङको कुरा छ. यो चाहिँ रिपोर्ट हामीले एन्टी मनी लन्ड्रिङ या फिर फाइनेन्स टेरोरिजमलाई प्रिभेन्ट गर्ने एजेन्सीलाई पठाउनुपर्छ. र सेक्सन नम्बर 54 मा चाहिँ राष्ट्र बैंकले आफ्नो डिरेक्टिभ्सहरू प्रोभाइड गर्न सक्छ र बैंक र फाइनेन्सियल इन्स्टिट्युटले त्यो इन्स्ट्रक्सनहरू फलो गर्नुपर्छ. यसै हामी च्याप्टर नम्बर 8 मा पुग्यौँ जसमा चाहिँ हामी डिस्बर्समेन्ट र रिकभरी अफ क्रेडिटको कुरा गर्दैछौँ. सेक्सन नम्बर 15 मा क्रेडिट डिस्बर्समेन्टको कुरा छ. क्रेडिट डिस्बर्समेन्ट क्यान बी डन ओन्ली आफ्टर डिक्लेरिङ इट्स पर्पस डिस्क्लोज हुनु पर्यो र त्यसको एगेन्स्टमा सफिसियन्ट कोल्याट्रल र ग्यारेन्टी अब्टेन गरेको हुनु पर्यो र कोल्याट्रल प्रपर्टिज को
प्रपर्टी रेजिस्ट्रेसन विथहोल्ड गरेको हुनु पर्यो। प्रायोरिटी लेन्डिङ जुन लो इन्कम ग्रुप या फेरि स्पेसिफिक रिजनमा राष्ट्र ब्याङ्कले डिरेक्ट गर्न सक्छ। टर्म्स पुरा डिक्लेयर हुनु पर्यो, रिपेमेन्ट कहिले गर्ने, इन्ट्रेस्ट कति लाग्छ, कन्डिसन्सहरू के हो, यो सबै हुनु पर्यो। बोरोवरको पुरा इन्फर्मेसन राख्नु पर्यो, आइडेन्टिटी, ओनरसिप डिटेल्स के हो, ग्यारेन्टरको को हो, डिरेक्टर, त्यो यदि कोही इन्स्टिट्युट छ भने त्यसको डिरेक्टरहरू को हो, पार्टनरहरू को हो, फ्यामिली मेम्बरहरू को हो, त्यो सबै इन्फर्मेसन दिनु पर्यो र ट्रान्सपेरेन्सी मेन्टेन गर्नु पर्यो। सेक्सन नम्बर 56 मा क्रेडिट युजको मोनिटरिङ गर्नु पर्यो कि जुन कामको लागि उसले क्रेडिट लिएको थियो त्यही कामको लागि युटिलाइज भइरहेछ कि छैन त्यो हेर्नु पर्यो र मोनिटरिङ सेड्युल राख्नु पर्यो कि युटिलाइजेसन ट्र्याक गर्नको लागि। र क्रेडिट रिकभरी छ सेक्सन नम्बर 57 मा, यदि डिफल्ट गरेको पाइयो भनेमा त्यो जुन मोर्टगेज गरेको एसेटहरू छ त्यो अक्सन गर्नु पाउँछ। एडिसनल कोलेट्रल मगाउनु पाउँछ यदि जुन एक्जिस्टिङ कोलेट्रलको भ्यालु डिक्रिज भयो भने। अक्सन्ड एसेटहरू बायरको नाममा रेजिस्टर गर्नु पर्यो। क्रेडिट राइट अफ गर्नाले मात्रै त्यो रिकभरी एक्सन सस्पेन्ड हुन्छ भन्ने छैन। र रिपोर्टिङ डिफल्ट गर्ने मान्छेहरूलाई क्रेडिट इन्फर्मेसन ब्युरोलाई ब्ल्याकलिस्टिङ गर्नको लागि इन्फर्मेसन दिनु पर्यो। इन्टरनेसनल एसेटहरू पनि, फरेन एसेटहरू पनि फ्रिज गर्न पाउँछ। पासपोर्ट या फिर सर्भिसमा पनि रेस्ट्रिक्सन लाउनु पाउँछ फरेन अनरिकभर्ड लोन्स। र यो यहाँको रिकभरी एक्सनले कुनै सिभिल या फिर क्रिमिनल एक्सनलाई रोक्दैन र अरू लिगल एक्सन ब्याङ्कले लिन पाउँछ। यसमा सिम्पल छ, डिस्बर्स गर्ने ड्यु डिलिजेन्सको साथमा मोनिटर गर्ने युटिलाइजेसनको लागि र युटिलाइजेसन प्रपर या फिर पेमेन्ट गरेन भने रिकभर गर्ने एज पर ल। अब हामी च्याप्टर नम्बर 9 मा जान्छौँ जसमा अकाउन्ट्स, रेकर्ड्स र अडिटरको कुरा छ। सेक्सन नम्बर 58 मा अकाउन्ट्समा एकुरेटली मेन्टेन गर्नुपर्छ भनेको छ। डबल इन्ट्री मेन्टेन गर्ने, फरेन ब्याङ्कको छ भने पनि सेपरेट ब्याङ्क सेपरेट फाइनेन्सियल स्टेटमेन्ट मेन्टेन गर्ने र आफ्नो मेन सेन्ट्रल अफिसमा एकाउन्ट मेन्टेन गर्नुपर्छ अनलेस राष्ट्र ब्याङ्कले अरू अप्रुभ गरेको छ भने। सेक्सन नम्बर 59 मा ब्यालेन्स सिट, प्रफिट एन्ड लस एकाउन्टको कुरा छ। ब्यालेन्स सिट, प्रफिट एन्ड लस र क्यास फ्लो स्टेटमेन्टहरू एज प्रेस्क्राइब बाई राष्ट्र ब्याङ्क बनाउनुपर्छ र यो आफ्टर फिस्कल इयरको 3 महिनाभित्रमा राष्ट्र ब्याङ्कले सबमिट गर्नुपर्छ र अडिटेड स्टेटमेन्ट चाहिँ 9 महिनाभित्रमा पब्लिस गर्नुपर्छ। र सब्सिडियरी कम्पनीको फाइनेन्सियल चाहिँ सेपरेटली पनि बुझाउनुपर्छ र कम्बाइन्ड पनि बुझाउनुपर्छ र राष्ट्र ब्याङ्कले यो सबैको लागि आफ्नो फर्मेट, सर्टिफिकेसन र पब्लिक डिस्क्लोजरको कुराहरू डिटेल गर्न सक्छ। र कुनै एरेनियस या फिर मिसलिडिङ इन्फर्मेसन छ भने राष्ट्र ब्याङ्कले त्यसलाई करेक्सन या फिर रिपब्लिकेसनको कुरा गराउन सक्छ। सेक्सन नम्बर 60 मा अडिट कमिटीको कुरा छ जसमा चाहिँ 3 मेम्बर्स कमिटी हुन्छ जो चाहिँ नन एक्जिक्युटिभ डिरेक्टरले लिड गर्छ। जसमा चाहिँ यो अडिट कमिटीमा चाहिँ चेयरपर्सन या फिर सब कमिटीको कन्भिनर या फिर सिइओ हुनु भएन। र प्रोहिबिसन्समा चाहिँ उनीहरूले कुनै पनि डेली फाइनेन्सियल डिसिजन या फिर डिपोजिट, क्रेडिट, सेक्युरिटिज रिलेटेड कुनै पनि डिसिजन लिनु पाउँदैन र उनीहरूको मिटिङ एभ्री 3 मन्थ हुनुपर्छ एक्सेप्ट स्पेसल सिचुएसनमा। र कमिटीले आफ्नो प्रोसिजर आफै सेट गर्नुपर्छ। र सेक्सन 61 मा त्यो अडिट कमिटीको फङ्सन, ड्युटिज र पावर्स स्पेसिफाई गरेको छ जसको काम कम्प्लायन्स मोनिटर गर्ने, इन्टरनल अडिटहरू कन्डक्ट गराउने, अडिट म्यानेजमेन्ट गराउने, अपरेसन गराउने र त्यसको पर्फर्मेन्स गर्ने र एडेरेन्स मोनिटर गर्ने, कम्प्लायन्स टु र एक्ट, रुल्स, बाइलज जो पनि डिरेक्टिभ्सहरू छ र एक्सटर्नल अडिटर अपोइन्टमेन्टको लागि मिनिमम 3 रेकमेन्ड गर्ने र आफ्नो ओपिनियन गर्ने, प्रोभाइड गर्ने। सेक्सन नम्बर 62 मा छ अडिटिङको सेक्सन छ जसमा चाहिँ अडिट कहिलेसम्म सक्नुपर्छ भनेको छ। ब्याङ्कले चाहिँ आफ्नो ब्यालेन्स सिट, पिएनएल र क्यास फ्लो 4 महिनाभित्रमा बनाइसकेर एटलिस्ट 2टा डिरेक्टरले साइन गराएर र अडिटरले साइन गराएर सबमिट गर्नुपर्ने हुन्छ। फरेन ब्याङ्कले पनि राष्ट्र ब्याङ्ककै फर्मेट फलो गर्नुपर्ने हुन्छ र एक्सटेन्सन यदि टाइम ज्यादा लागिरहेछ भने 2 महिनाको एक्सटेन्सन लिन पाउँछ र यो अडिटरले ब्याङ्क र राष्ट्र ब्याङ्कलाई रिपोर्ट सबमिट गर्छ। सेक्सन नम्बर 63 मा अपोइन्टमेन्ट र रेमुनरेसनको कुरा छ अडिटरको। जेनरल मिटिङले अपोइन्ट गर्ने हो अडिटर र म्याक्सिमम् 3 कन्जिक्युटिभ टर्म्स उसलाई गर्न पाउँछ। क्वालिफिकेसन चाहिँ अब एबिसी क्लासको ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युसन छ भने चाहिँ चार्टर्ड एकाउन्टेन्टले गर्नुपर्छ। क्लास डी छ भने चाहिँ सिए या फिर रेजिस्टर्ड अडिटरले पनि गर्दा हुन्छ। भ्याकेन्सीको केसमा राष्ट्र ब्याङ्कले अपोइन्ट गर्न सक्छ इफ निडेड या फिर बोर्डले रिमेनिङ टर्मको लागि
अपोइन्ट गर्न सक्छ। रेमुनरेसन चाहिँ एज पर अपोइन्टिङ बडी या फिर राष्ट्र ब्याङ्कले सेट गर्न सक्छ। सेक्सन नम्बर 64 मा अडिटरको इनएलिजिबिलिटीको कुरा छ, जसमा चाहिँ यदि ऊ प्रमोटर, डिरेक्टर, सिइओ या फिर फ्यामिली मेम्बर छ या फिर ब्याङ्कको अफिसियल इम्प्लोइ, इन्टर्नल अडिटर हो भने, पार्टनर अफ प्रमोटर, डिरेक्टर, इम्प्लोइ हो भने, बरोवर या फिर सिग्निफिकेन्ट ओनर या फिर फाइनेन्सियल इन्ट्रेस्ट भएको व्यक्ति हो भने, ब्याङ्क्रप्ट डिक्लेयर भएको छ भने नेपाल या फिर अब्रोडमा, या फिर उसले 1% भन्दा बेसी सेयर सब्सक्राइब गरेको छ भने, या फिर उसले क्रिमिनल अफेन्स गरेको छ लास्ट 5 सालमा, या फिर अरू कुनै लमा डिस्क्वालिफाई भएको छ भने उसको अपोइन्टमेन्ट इनएलिजिबल हुन्छ। र यदि उनी कुनै केसमा एपोइन्ट भइसकेपछि इनएलिजिबल भयो भने उसको अपोइन्टमेन्टै इनभ्यालिड हुन्छ। र सेक्सन नम्बर 65 मा डिटेल्स टु बी फर्निस्ड छ। ब्याङ्कले आफ्नो सबै अकाउन्ट्स, बुक्स, लेजर्स, स्टेटमेन्टहरू र क्वेरिजको रेस्पोन्सहरू सबमिट गर्नुपर्छ र अफिसरहरूले आफ्नो एकुरेट रेस्पोन्सहरू दिनुपर्छ। सेक्सन नम्बर 66 मा फङ्सन, ड्युटिज एन्ड पावर्स अफ अडिटर्स छ। मेन त उसको अडिट गर्नुपर्ने भयो, फेरि अडिट रिपोर्ट प्रिपेयर गर्नुपर्ने भयो र बोर्डलाई इरेगुलेटरिज या फिर पोटेन्सियल लसेसको कुराहरू बताउनु पर्ने भयो। राष्ट्र ब्याङ्कलाई नोटिफाई गर्नुपर्ने भयो यदि लाइसेन्स या फिर एक्ट भाइलेट भएको छ भने, या फिर कुनै रेगुलर एक्टिभिटिजहरू एडभर्सली इफेक्ट भएको छ भने, या फिर अडिटर इज प्रिभेन्टेड फ्रम सबमिटिङ द रिपोर्ट अर फोर्स टु फल्सिफाई द रिपोर्ट, रिपोर्टै चेन्ज गर्ने दबाब आइरहेछ भने। अब इन्सपेक्सनको पावर छ, उसले सबै अकाउन्टिङ डकुमेन्ट्स, लेजर, बुक्स, भाउचर्सहरू इन्सपेक्ट गर्न पाउने भयो र एक्सप्लेनेसनहरू रिक्वेस्ट गर्न पाउने भयो फ्रम डिरेक्टर्स र अफिसियल्स। अडिट रिपोर्टमा के हुनुपर्छ भन्दाखेरि क्वेरिजको रेस्पोन्सहरू हुनु पऱ्यो, एक्युरेसीको बारेमा कमेन्ट हुनु पऱ्यो, फाइनेन्सियल इन्स्टिट्युसन स्टेटमेन्ट्सको र प्रिभेलिङ लजको हिसाबले कतिको एक्युरेट छ त्यो पनि मेन्सन गरेको हुनु पऱ्यो र इरेगुलेटरिजहरू के छ, लसेसहरू के छ अफिसियल्सहरूको कारणले गर्दाखेरि, क्रेडिटको राइट अफ प्रपर भएको छ कि छैन, राष्ट्र ब्याङ्कको स्ट्यान्डर्डहरूको कम्प्लाइन्स भएको छ कि छैन, सेयर होल्डरको लागि रिलेटेड म्याटर्सहरू भयो र म्याटर्स रिक्वायर्ड बाई ल राष्ट्र ब्याङ्क भयो, अदर सजेसन्स एज डिम नेसेसरी बाई द अडिटर। र एडिसनल फङ्सन्स अफ राष्ट्र ब्याङ्क, एडिसनल फङ्सन्स बाई राष्ट्र ब्याङ्कको केसमा यदि उसले कुनै एक्स्ट्रा इन्फर्मेसन माग्यो भने अडिटरले प्रोभाइड गर्नु पऱ्यो। अडिट स्कोप बढाउन पनि सक्छ, इन्क्लुडिङ सब्सिडियरिज, या फिर एडिसनल टेस्टहरू कन्डक्ट गर्नुपर्छ एज डिरेक्टेड। अब सेक्सन नम्बर 67 मा चाहिँ राष्ट्र ब्याङ्कले कुनै अडिटरलाई रिमुभ गर्न सक्छ फर 1 देखि 3 सालसम्म रिमुभ गर्न सक्छ फर नन पर्फर्मेन्स, र त्यो हिसाबले राष्ट्र ब्याङ्कको जुन रेकमेन्डेसन थियो त्यसकै हिसाबले उसलाई हटाउनको लागि प्रोसेस चलाउनुपर्छ। र सेक्सन नम्बर 68 मा अडिटर टु सर्टिफाई भनेको छ, जसमा चाहिँ अडिटरले साइन गर्नुपर्छ डकुमेन्ट्सहरू भनेर भनिएको छ। अब हामी नेक्स्ट च्याप्टर नम्बर 10 मा मर्जर एन्ड एक्विजिसनमा पुगेको छौँ। मर्जर एन्ड एक्विजिसनमा सेक्सन नम्बर 69 छ, जसमा मर्जर एन्ड एक्विजिसनको जेनरल प्रिन्सिपलहरू लेखिएको छ, जसमा चाहिँ अब मर्जरको लागि पहिला पर्मिसन लिनुपर्छ भनेर भनिएको छ। राष्ट्र ब्याङ्कको पावरमा छ कि उसले मर्जर एन्ड एक्विजिसन गराउन सक्छ। क्लास डी वाला चाहिँ क्लास डीसँग मात्रै मर्ज हुन सक्छ र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क अरू ब्याङ्कहरूसँग मर्ज हुन सक्दैन। अब राष्ट्र ब्याङ्कले चाहिँ कहिले कहिले चाहिँ अर्डर दिन पाउँछ भनेर भन्दाखेरि चाहिँ कुनै क्यापिटल फन्ड इनएडुकेट पाइयो या फिर डिटोरेटिङ छ भने 3 देखि 3+ इयर्सको लागि, या फिर त्यो ब्याङ्कले नेगेटिभली एफेक्ट हुने गरी काम गरिरहेछ एगेन्स्ट द डिपोजिटर इन्ट्रेस्ट भने, या फिर कम्पिटिटिभ क्यापेसिटीलाई बढाउनको लागि मर्जर इम्पोर्टेन्ट छ भने त्यसको लागि भयो, या फिर एउटै ग्रुपले मल्टिपल ब्याङ्कहरू कन्ट्रोल गरिरहेछ भने त्यो अनहेल्दी रिलेसनहरू हटाउनको लागि, या फिर बार उसले चाहिँ अब गभर्नेन्सको इस्यु छ, डिरेक्टिभ्सहरू मान्दैन, मागेको डकुमेन्टहरू प्रोभाइड गर्दैन, त्यो केसमा। अब यसमा प्रोसिजर सिम्पल छ जो राष्ट्र ब्याङ्कले स्पेसिफाई गर्छ। अब एप्लिकेसनको ब्याङ्क केस चाहिँ कस्तो छ भन्दाखेरि, अब दुईजनाले नै सबमिट गर्नुपर्ने, जो मर्जिङ ब्याङ्कले र जो प्रिन्सिपल ब्याङ्कले, दुईजनाले जोइन्ट एप्लिकेसन दिनु पर्यो राष्ट्र ब्याङ्कलाई। यो चाहिँ सेक्सन नम्बर 70 मा एप्लिकेसनको हिसाबमा। र किन मर्जर एन्ड एक्विजिसन गर्न रिक्वायर्ड भयो त नेसेसिटी हुनु पर्यो।
लेटेस्ट अडिटर रिपोर्ट हुनु पर्यो, ब्यालेन्स सिट, प्रफिट एन्ड लस, क्यास फ्लो, नेटवर्थ यो सबै प्रोभाइड गर्नु पर्यो, क्रेडिटर प्रोटेक्सनको कुरा गर्नु पर्यो, एसेट लाइबिलिटी रिपोर्ट दिनु पर्यो, इम्प्लोइ म्यानेजमेन्ट प्लान दिनु पर्यो, लिगल अप्रुभलहरू प्रोभाइड गर्नु पर्यो, प्रिलिमिनरी एग्रिमेन्टहरू प्रोभाइड गर्नु पर्यो। राष्ट्र ब्याङ्कले इन्क्वायरी गरेर अप्रुभल दिन्छ, जसमा उसले थ्योरिटिकल अप्रुभल दिन्छ, एडिसनल कन्डिसन्सहरू एप्लाई गर्न सक्छ र आफ्नो डिरेक्टिभ्सहरू इस्यु गर्न सक्छ। र राष्ट्र ब्याङ्कले तब एप्रुभल दिन्छ जब उसलाई लाग्छ कि कुनै ब्याङ्किङ सिस्टमलाई नेगेटिभली इफेक्ट गर्दैन र फेयर कम्पिटिसनहरू इन्स्योर हुन्छ भने। अब सेक्सन नम्बर 70मा 71मा भ्यालुएसन अफ एसेट्स एन्ड लाइबिलिटिजको कुरा छ, जसमा थ्योरिटिकल अप्रुभल पाइसकेपछि सेक्सन नम्बर 70मा एसेट र लाइबिलिटिजको भ्यालुएसन हुन्छ, जसको लागि चाहिँ ब्याङ्कले एउटा कम्पिटेन्ट भ्यालुएटर राख्छ र त्यसको रिजल्ट चाहिँ राष्ट्र ब्याङ्कलाई सबमिट गर्छ। यो भ्यालुएसन एप्लिकेसनभन्दा पहिला पनि गर्न पाउँछ, तर उसले यदि गरेको छैन भने चाहिँ यो भ्यालुएसन गराउनुपर्छ आफ्टर एप्लिकेसन। र टार्गेट ब्याङ्कले चाहिँ के गर्छ भन्दाखेरि त्यो एसेट र लाइबिलिटिजहरू अडिट गर्छ र एक्वायरिङ ब्याङ्कले पनि भ्यालुएसन कन्डक्ट गर्न सक्छ। र राष्ट्र ब्याङ्कले यदि कुनै अनक्रेडिबल भ्यालुएटर छ भने उसलाई हटाउन सक्छ र रिअपोइन्टमेन्ट अर्डर गर्न सक्छ र आफ्नो डिरेक्टिभ्सहरू राख्न सक्छ कि यसरी भ्यालुएसन गर्ने, उसरी भ्यालुएसन गर्ने भनेर। र सेक्सन नम्बर 72मा एग्रिमेन्टको कुरा छ, मर्जर एक्विजिसनको एग्रिमेन्टको कुरा छ, जसमा चाहिँ अब डिपोजिटर्स, क्रेडिटर्स, सेयर होल्डरको प्रोटेक्सनको कुरा आउँछ, भ्यालुएसन र एसेटको कुरा आउँछ, लाइबिलिटी म्याचिङको कुरा आउँछ, इन्भेस्टमेन्टहरू कसरी म्यानेज गर्ने, इन्टर एजेन्सी ओनरसिपहरू कसरी गर्ने, प्रोसेस, टाइमलाइन्स कहिलेसम्म सकाउने, कस्टहरू के छ, म्यानेजमेन्टहरू कसरी ह्यान्डओभर गर्ने, इम्प्लोइहरूको कसरी म्यानेज गर्ने, सेयर होल्डर कसरी म्यानेज गर्ने, न्यू इन्टिटीको के डिटेल हुन्छ, नाम के हुन्छ, क्यापिटल कति हुन्छ, रिस्ट्रक्चरिङ कसरी गर्ने, फरेन ब्याङ्क अप्रुभल या फिर बिजनेस ट्रान्सफरहरू कसरी गर्ने, स्टेक होल्डरको ग्रिभियन्स कसरी ह्यान्डल गर्ने र लहरूलाई कसरी कम्प्लाई गर्ने र अरू डिटेल्स एज पर राष्ट्र ब्याङ्क। अब सेक्सन नम्बर 73मा छ एप्रुभलले कसरी गर्ने भन्दाखेरि अब ब्याङ्कले स्पेसल रेजुल्युसन राख्ने जिएममा जोइन्ट एग्रिमेन्ट, जुन हामीले सेक्सन नम्बर 72मा जोइन्ट एग्रिमेन्टको कुरा गऱ्यौँ, त्यो एग्रिमेन्टको साथमा जोइन्ट एप्लिकेसन गर्ने र राष्ट्र ब्याङ्कले यो कन्डिसनहरू राखेर हेरेर अप्रुभल दिन सक्छ। कन्डिसन्सहरू भनेको हेल्दी कम्पिटिसन हुनु पर्यो, नो मोनोपोली या फिर कन्ट्रोल हुनु पर्यो, नो नेगेटिभ इम्प्याक्ट अन मार्केट अर या फिर डिपोजिटर्स, या उसको सिग्निफिकेन्ट प्रमोटरको टेस्टहरू फिट पाइयो भने। र यदि अप्रुभ भएन भने पनि एनआरबीले 45 दिनभित्रमा नोटिफाई गर्नुपर्छ र आफ्नो प्रिभिलेजेसहरू दिनु पाउँछ। सेक्सन नम्बर 74मा ट्रान्जेक्सन मे बी एक्वायर्ड भनेको छ, जसमा आपसमा गर्न पाउँछ विथ प्रायर राष्ट्र ब्याङ्क अप्रुभल बेस्ड अन म्युचुअल कन्सेन्ट। अब च्याप्टर नम्बर 11 र च्याप्टर नम्बर 12 भनेको चाहिँ लिक्विडेसन रिलेटेड हो। च्याप्टर नम्बर 11 इज रिलेटेड टु भोलेन्ट्री लिक्विडेसन र च्याप्टर नम्बर 12 इज कम्पल्सरी लिक्विडेसन। भोलेन्ट्री लिक्विडेसनलाई हेरौँ 75, 76 र 77मा। 75मा चाहिँ भोलेन्ट्री लिक्विडेसनको कुरा छ, जसमा चाहिँ एप्लिकेसन दिनुपर्छ ब्याङ्क र फाइनेन्सियल इन्स्टिट्युसनले राइटिङमा र एक्सन प्लानको साथ। र राष्ट्र ब्याङ्कलाई यदि सेटिस्फाई भयो भने चाहिँ यदि लाग्छ उसलाई कि ब्याङ्क र फाइनेन्सियल त्यो ब्याङ्कले चाहिँ आफ्नो सबै क्रेडिट र लाइबिलिटिजहरू पे गर्न सक्छ भन्ने लाग्छ भने चाहिँ थ्योरिटिकल कन्सेन्ट दिन सक्छ। थ्योरिटिकल अप्रुभल आइसकेपछि चाहिँ ब्याङ्क या फिर फाइनेन्सियल इन्स्टिट्युसनले कम्पनीज रेजिस्ट्रारले 7 दिनभित्रमा इन्फर्मेसन दिनु पर्यो, सबै डिपोजिटर, क्रेडिटर्स र कन्सर्न पर्सनलाई 30 दिनभित्रमा नोटिस पठाउनु पर्यो र नेसनल न्युज पेपरमा 30 दिनभित्रमा नोटिस राख्नु पर्यो र अरू एक्टहरू एज प्रेस्क्राइब राष्ट्र ब्याङ्क गर्नु पर्यो। र अब सेक्सन नम्बर 76मा चाहिँ अब इनिसिएसनको कुरा छ। यो इनिसिएसन तबदेखि मानिन्छ जबसम्म उसले राष्ट्र ब्याङ्कले फाइनल अप्रुभल दिइसक्छ। फाइनल अप्रुभल दिनुभन्दा अगाडि चाहिँ ब्याङ्कले सबै डिपोजिट र लाइबिलिटिजहरू रिफन्ड गरिसकेको हुनु पर्यो, टाइम लिमिटभित्रमा अपरेसन्सहरू बन्द गरिसकेको हुनु पर्यो, नयाँ ट्रान्जेक्सनहरूमा इन्टर गर्नु भएन र त्यो पावरहरू मात्रै जो लिक्विडेसनको लागि काम लाग्छ त्यो मात्रै एक्सर्साइज गरेको हुनु पर्यो। राष्ट्र ब्याङ्कले नेसेसरी डिरेक्टिभ्सहरू दिन सक्छ। र यदि कुनै मान्छेलाई लाग्छ कि मेरो क्लेमहरू टाइममा प्रोभाइड गरेन भने त्यो अमाउन्ट लाई राष्ट्र ब्याङ्ककै डिरेक्सनको हिसाबले त्यो मान्छेको अकाउन्टमा पुर्याइदिनुपर्छ। र भोलेन्ट्री लिक्विडेसनको अप्रुभलले कसैको पनि राइट र इन्ट्रेस्ट एफेक्ट हुनु भएन
र यो प्रोसिडिङहरू सकिएपछि एउटा अडिट रिपोर्ट राष्ट्र ब्याङ्कलाई सबमिट गर्नु पर्यो र राष्ट्र ब्याङ्कले फाइनल अप्रुभल दिन्छ र लाइसेन्सलाई रिभोक गर्छ। र जो अमाउन्ट चाहिँ कसैले क्लेम गरेन त्यो अमाउन्ट चाहिँ सेपरेटली राखेर राष्ट्र ब्याङ्कको हिसाबले डिरेक्सनको हिसाबले सेपरेटली राख्नु पर्यो। र यो लिक्विडेसनले कुनै पनि लाइबिलिटीमा चाहिँ चेन्ज हुनु हुँदैन, सबैको आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी हुन्छ नि। यसमा टाइमलाइन्सहरू के त्यही छ, 7 दिनभित्रमा कम्पनी रेजिस्टरलाई, 30 दिनभित्रमा डिपोजिटर्सलाई, 30 दिनभित्रमा नोटिस र आफ्नो प्रोसिडिङ सकेपछि अडिट रिपोर्ट पठाउने। यसमा ओभरअल फ्लो यदि हामीले हेर्ने हो भने एप्लिकेसन, थ्योरिटिकल अप्रुभल, फेरि नोटिस, लाइबिलिटिजहरू फुलफिल गर्ने, अडिट गर्ने र फेरि फाइनल अप्रुभल दिने। यो सिम्पल सर्टमा मर्जरको कुरा भयो। मर्जर अरे भोलिन्टरी लिक्विडेसन। अब हामी म्यान्डेटरी लिक्विडेसनको कुरा गरौँ। यसमा सेक्सन 78 देखि सेक्सन नम्बर 98 सम्मको छ। वन बाई वन हेरौँ। सेक्सन नम्बर 78 मा एप्लिकेसन फर म्यान्डेटरी लिक्विडेसन, यो चाहिँ अब राष्ट्र ब्याङ्कले इनिसिएट गर्छ। राष्ट्र ब्याङ्कले कोर्टमा फाइल गर्छ। डकुमेन्ट फुल इन्क्लुड रिजन्स एज पर सेक्सन 79, अहिले हामी हेरिहाल्छौँ। र फाइनेन्सियल स्टेटमेन्ट सबमिट गर्छ कोर्टलाई, र यो नेसनल डेलीमा पनि पब्लिस हुन्छ। र अरूले पनि फाइल गर्न सक्छ अदर देन राष्ट्र ब्याङ्क। जोइन्ट एप्लिकेसन अफ डिपोजिटर्स, जो चाहिँ 25% रिप्रेजेन्टेसन छ भ्याल्युको या फिर नम्बर्सको 1% भन्दा बेसी छ भने, र अरू कुनै कम्पिटेन्ट पर्सन चाहिँ अन्डर इन्सल्भेन्सी ल भने राष्ट्र ब्याङ्कको अप्रुभलको साथ कोर्टले लिक्विडेसनको अर्डर सुरु गर्न सक्छ। अब सर्कमस्टेन्सेस चाहिँ के छ त लिक्विडेसन हुने भन्दाखेरि, फेलियर टु पे मेच्योर ड्यू डिपोजिट्स अर लाइबिलिटिज, नेगेटिभ क्यापिटल फन्ड, राष्ट्र ब्याङ्क इन्सपेक्सन रिपोर्ट रिकमेन्डिङ लिक्विडेसन, shareholder officers obstructing the depositor rights or system, frequent violation of acts or Rashtra Bank directives or other situations as determined by Rashtra Bank। त्यस पछाडि अब एप्लिकेसन भयो, यो कारणले गर्दा एप्लिकेसन भयो। अब यो एप्लिकेसन कोर्टको अर्डर आउने बित्तिकै सबै ट्रान्जेक्सनहरू सस्पेन्ड हुन्छ, सबै फाइनेन्सियल ट्रान्जेक्सनहरू स्टप हुन्छ, र यो राष्ट्र ब्याङ्कले आफ्नो लाइसेन्स पनि रिभोक गर्न सक्छ वाइल सस्पेन्डिङ। अब यसमा सेक्सन 81 मा अब कोर्टको अर्डर आइसकेपछि सबसे पहिला हुने भनेको लिक्विडेटरको अपोइन्टमेन्ट हुन्छ। कोर्टले राष्ट्र ब्याङ्कलाई रेकमेन्डेसनको लागि भन्छ। राष्ट्र ब्याङ्कले एटलिस्ट तीनटा रेकमेन्डेसन दिन्छ विदिन 15 डेज, र यो पछि लिक्विडेटर अपोइन्ट हुन्छ। फ्रम दिस 3 रेकमेन्डेड क्यान्डिडेटबाट कोर्टले अपोइन्ट गर्छ, र यो लिक्विडेटर अपोइन्ट हुने बित्तिकै बोर्ड अफ डिरेक्टर्स इप्सो फ्याक्टो भनेको त्यही एक्टले नै त्यो उनीहरू डिजल्भ हुन्छ पुरै, र स्टाफ सर्भिसेसहरू टर्मिनेट हुन्छ अनलेस अर्डर्ड अदरवाइज, र लिक्विडेटर रिजाइन्स या फिर मर्यो या फिर इन्कम्पिटेन्ट भयो भने राष्ट्र ब्याङ्कले नयाँ अपोइन्टमेन्टको लागि कोर्टलाई फाइल गर्छ, र रेम्युनरेसन चाहिँ कोर्टले सेट गर्ने हो बेस्ड अन राष्ट्र ब्याङ्क रेकमेन्डेसन। अब लिक्विडेटरको के पावर छ भन्दाखेरि, के पावर्स फङ्सन्स र ड्युटिज के छ त भन्दाखेरि, सेक्सन नम्बर 82 मा छ त्यो। यसले पहिला त नोटिस पब्लिस गर्नु पर्यो विदिन 15 डेज इन नेपाली एन्ड इङ्ग्लिस नेसनल न्युज पेपर्स विदिन 15 डेज। कम्पनीज रेजिस्टर र डिपोजिटर ग्यारेन्टी इन्स्टिट्युसनले 15 दिनभित्रमा गर्नु पर्यो, र प्रिन्सिपल अफिस र ब्रान्चेसमा अर्डरहरू पोस्ट गरेर र 4 हप्तासम्म टिभी र रेडियोमा पब्लिस गर्नु पर्यो। अब उसले फेरि म्यानेजमेन्ट र अपरेसन्स आफ्नो हातमा लिनु पर्यो, सबै रेस्पोन्सिबिलिटी लिनु पर्यो, एसेन्सियल अपरेसन्सहरू कन्टिन्यू राख्नु पर्यो, इम्प्लोइहरू राख्नु पाउँछ एसिस्टेन्सको लागि, एक्सपेन्सेस राख्नु पर्यो, अपरेसन्सको लागि, म्यानेजमेन्टको लागि, लिक्विडेसनको लागि, डिपोजिट सेक्युरिटी इन्स्टिट्युसनहरूसँग कोअर्डिनेसन गर्नु पर्यो, र पावर अफ सेयर होल्डर्स, बोर्ड र अफिसियल्सको सबै पावरहरू एक्सर्साइज गर्नु पर्यो। अब फाइनेन्सियल एक्सन्सहरूमा चाहिँ उसको अब यो पहिला त स्टेटस के छ एक्चुअलमा त्यो इन्भेस्टिगेसन गर्नु पर्यो, र अरू कुनै इन्स्टिट्युसनसँग मर्ज गर्नु पनि सक्छ उसलाई बेस्ट आफ्टर राष्ट्र ब्याङ्क अप्रुभल। क्रेडिटहरूलाई सेक्योर गर्नु पर्यो, र एसेटहरूलाई बेच्ने या फिर कन्ट्र्याक्ट र लाइबिलिटिजहरूलाई टर्मिनेट गर्ने इफ बेनिफिसियल। र लिगल र रिकभरी एक्सन्स भनेको कुनै फ्रड, मिसरिप्रेजेन्टेसन या फिर चिटिङ छ भने, र कसैको लागि इन्स्टिट्युसनको बिहाफमा डिफेन्ड गर्ने कुरा गर्नु पर्यो, र मिसयुज प्रपर्टी या फिर फन्ड्सको रिकभरीको उयो गर्नु पर्यो। त्यस पछाडि रिपोर्टिङ र कम्प्लायन्सको कुरा आउँछ, जसमा
क्वार्टरली रिपोर्ट सबमिट गर्नुपर्ने हुन्छ लिक्विडेसनको प्रोग्रेसमा टु कोर्ट एन्ड राष्ट्र ब्याङ्क र अरू कुनै फङ्सन्स एज प्रेस्क्राइब बाई राष्ट्र ब्याङ्क। र अब उसको लिक्विडेटरको काममा कसैले केही दखल अन्दाजी गर्दैछ भने कोर्टले रिलिफ अर्डर गर्न सक्छ। अब सेक्सन नम्बर 83मा अर्डर आएपछि चाहिँ के हुन्छ भनेको छ। कोर्टको अर्डर आएपछि के हुन्छ, एउटा त लिमिटेसन एक्सटेन्ड हुन्छ कि अल क्लेम्स एन्ड राइट्स अफ द ब्याङ्क आर डिम्ड टु बी एक्सटेन्डेड फर 6 months फ्रम द डेट अफ कोर्ट अर्डर। अर्को भनेको सबै प्रपर्टीहरू प्लेजहरू भएको सबै रिलिज हुन्छ र ब्याङ्कको बिजनेस खत्तम हुन्छ। सबै जो ब्याङ्कको एगेन्स्टमा केसहरू लागेको छ त्यो सबै बन्द हुन्छ र कुनै पनि इन्ट्रेस्ट या फेरि एडिसनल चार्ज लाग्दैन अब ब्याङ्कको लाइबिलिटिजमा आफ्टर दिस अर्डर र सेयर ट्रान्सफरहरू रेस्ट्रिक्ट हुन्छ। र अब यसमा लिक्विडेटरले कुनै एक्सन 6 महिना यो अर्डरभन्दा 6 महिना अगाडिसम्म भएको एक्सनले चाहिँ डिपोजिटर या फिर क्रेडिटरहरूको हार्म या फिर लस भएको थियो भने चाहिँ त्यो कोर्टलाई इन्फर्म गर्न सक्छ। र एक्सन द्याट मे बी डिक्लेयर नल एन्ड भोइडमा यदि त्यो गिफ्ट या फिर प्रिफरेन्सियल बेनिफिट्स थियो भने, एक्ट्स कजिङ लस टु डिपोजिटर्स थियो भने, पेमेन्ट्स अर ट्रान्सफर अर रिलिज अफ कोलेटरल बिफोर रिपेमेन्ट अफ क्रेडिट थियो भने, ट्रान्जेक्सन अर कन्ट्र्याक्ट्स कजिङ मोर देन लाइबिलिटी देन नर्मल प्र्याक्टिस छ भने, एग्रिमेन्ट्स ट्रान्जेक्सन्स अदर देन पर्मिसल ब्याङ्किङ या फाइनेन्सियल ट्रान्जेक्सन छ भने, कन्ट्र्याक्ट्स फर इम्प्लोइमेन्ट अफ रिलेटेड पर्सन छ भने। अब यो ट्रान्जेक्सन कहिलेसम्मको चाहिँ भोइड हुन्छ भन्दाखेरि 6 months बिफोर एन्ड आफ्टर। यो आफ्टर पनि हो है, यहाँ आफ्टर लेखेको छैन त, बट बिफोर एन्ड आफ्टर हो। प्रिफरेन्सियल ट्रान्जेक्सन छ भने 6 महिना अगाडि पछाडि, प्रिफरेन्सियल ट्रान्जेक्सन विथ रिलेटेड पर्सन छ भने 1 साल अगाडि पछाडि, ट्रान्जेक्सन एट लो प्राइस भनेको फेयर प्राइसभन्दा कम छ भने 1 साल अगाडि पछाडि, र फ्रडुलेन्ट छ भने चाहिँ 2 साल अगाडि पछाडि। र कोर्टले के अर्डर दिन सक्छ भने पार्ट या फिर पुरा अमाउन्ट रिपे गर्नको लागि भन्न सक्छ, एसेटहरू रिटर्न गर्नको लागि भन्न सक्छ, या फिर इक्विभ्यालेन्ट भ्यालु लिक्विडेटरलाई दिए भन्न सक्छ, सेक्युरिटी या फिर क्रेडिटलाई रिलिज गराउन सक्छ, जुन एक्सनहरू या फिर एग्रिमेन्टहरू तिनीहरूलाई इन्भ्यालिडेट गराउन सक्छ, या फिर कुनै एडिसनल अर्डरहरू दिन सक्छ। र यो सबै ट्रान्जेक्सनहरूको इन्फर्मेसन चाहिँ लिक्विडेटरले एप्लाई गर्नुपर्ने हुन्छ कोर्टमा। र यो डिरेक्टर्स अफिसियलहरू यो जुन सबसेक्सन 3 र 4मा कुनै पनि एक्ट छ त्यो उनीहरूले एक्ट गरेको छ भने उनीहरू त्यसको लागि पर्सनल्ली लायबल हुन्छ। सेक्सन नम्बर 84मा एसेटको लाइबिलिटिज राख्ने कुरा छ। एसेट र लाइबिलिटिजको रेकर्ड बनाउने कुरा छ। सबै उसले बनाउनुपर्छ, लाइबिलिटिज टु डिपोजिटर्स एन्ड क्रेडिटर्स, सबै एसेटको लिस्ट, लाइबिलिटिजको लिस्ट र कस्टको एस्टिमेट, सर्भिसेसहरूको कन्ट्र्याक्ट र सिग्निफिकेन्ट ट्रान्जेक्सन मेड इन 6 months बिफोर अर आफ्टर द लिक्विडेसन अर्डर। र यसको एउटा कपी चाहिँ राष्ट्र ब्याङ्कलाई दिने र एउटा कपी चाहिँ त्यही ब्याङ्क र फाइनेन्सियल इन्स्टिट्युसनमै राख्ने। सेक्सन नम्बर 85मा ट्रान्जेक्सन मे बी टर्मिनेटेड भनेको छ, जुन विदिन 6 months अफ द लिक्विडेसन अर्डर छ, जसमा चाहिँ ट्रान्जेक्सन द्याट मे बी टर्मिनेटेडमा चाहिँ के छ भन्दाखेरि इम्प्लोइ कन्ट्र्याक्ट भयो, सर्भिसेस कन्ट्र्याक्ट इन्भल्भिङ द ब्याङ्क भयो, ट्रस्टी फङ्सन्स एन्ड कन्ट्र्याक्ट्स भयो, रेगुलर फङ्सन्स अर ब्रान्च अपरेसन्स एज निडेड, अनलिमिटेड लाइबिलिटिज भएको कुराहरू भयो, या फिर अदर फङ्सन्स एज प्रेस्क्राइब बाई द ब्याङ्क। अब सेक्सन नम्बर 86मा लिक्विडेटरले एउटा नोटिस राख्छ, जसमा चाहिँ क्लेमेन्ट्सहरूले आफ्नो क्लेम छ भने चाहिँ 1 महिनाभित्रमा राख्नु पर्यो। अब यसमा चाहिँ नेसनल न्युज पेपरमा नेपाली र इङ्ग्लिसमा राख्नु पर्यो र आफ्नो सबै बिजनेस लोकेसनहरूमा, ब्याङ्कको ब्रान्चेसहरूमा, अफिसेसहरूमा कन्स्पिकुअस म्यानर भनेको देख्ने गरी राख्नु पर्यो। अब सेक्सन नम्बर 87मा चाहिँ लिक्विडेटर मे एक्सेप्ट र रिजेक्ट क्लेम्स भनेको छ। 90 दिनभित्रमा सबमिट भएको 90 दिनभित्रमा एक्सेप्ट या फिर रिजेक्ट गर्न सक्छ उसले फुल्ली या फिर पार्सियली, र यसको नोटिफिकेसन उसले क्लेमेन्टलाई राख्नु पर्यो र पब्लिक नोटिस दिनु पर्यो। र क्लेमेन्टले एडिसनल नोटिस दिन सक्छ 15 दिनभित्रमा। लिक्विडेटरले फेरि त्यो एडिसनल एभिडेन्सको बेसिसमा आफ्नो यो एक्सेप्ट या फिर रिजेक्सनलाई मोडिफाई गर्न सक्छ, र क्लेमेन्टलाई अझै पनि डिसेटिस्फाइड छ भने 21 दिनभित्रमा एपिल गर्न सक्छ। यसमा थोरै टाइमलाइनमा हेऱ्यो भने नोटिस पब्लिस गर्न 1 महिनाको टाइम दिन्छ, र क्लेम रिभ्यू गर्नको लागि उसलाई 90 दिनमा छ एक्सेप्ट या फिर रिजेक्ट गर्ने। अब त्यो रिजेक्ट भएको केसमा या फिर पार्सियली रिजेक्ट भएको केसमा 15 दिनभित्रमा एडिसनल एभिडेन्स रिसबमिट गर्न सक्छ। र
अझै पनि चित्त बुझेन भने 21 दिनभित्रमा एपिल गर्न सक्छ। सेक्सन नम्बर 88 मा क्लासिफिकेसन अफ क्लेम्स छ, जसमा चाहिँ क्लेम्सलाई रेकर्ड गर्ने सेपरेटली एक्सेप्टेड या फिर पार्सियली एक्सेप्टेड, रिजेक्टेड या फिर डिस्प्युटेड। डिटेल्स रिक्वायर्ड, जसमा चाहिँ अब के राख्ने त नाम, एड्रेस, प्लेस, डेट, पेमेन्ट अमाउन्ट एन्ड कोलेट्रल स्टेटस, सिक्युरिटी क्रेडिटर्स मे मस्ट बी सेपरेटली क्लासिफाइड र अपलोड क्लेम्स आर प्रायोरिटाइज फर पेमेन्ट। अब सेक्सन नम्बर 89 मा क्रेडिटर्सहरूको मिटिङ बोलाउने कुरा छ, जसमा चाहिँ मिटिङ क्रेडिटरहरूले आफ्नो ग्रुप बनाएर गर्न सक्छ। लिक्विडेसन प्लानमा आफ्नो 30 डेजमा क्लेम क्लासिफिकेसन जुन हामीले सेक्सन नम्बर 88 मा गऱ्यौँ त्यसको क्लासिफिकेसनको 30 दिनभित्रमा लिक्विडेटरले यो लिक्विडेसन प्लान सब्मिट गर्नुपर्छ कोर्टलाई फर इन्फर्मिङ द राष्ट्र ब्याङ्क। र कन्टेन्टमा चाहिँ एसेट र लाइबिलिटिजको डिटेल, पास्ट एन्ड प्रोजेक्टेड इन्कम एन्ड एक्सपेन्डिचर, स्टेटस अफ अनगोइङ ट्रान्जेक्सन्स, कोर्टको डिसिजनहरू, एक्सन्स फर कम्पेन्सेसन, कोबाट के एक्सन लिने अफिसरहरूबाट, क्लेम क्लासिफिकेसन एन्ड पेमेन्ट प्रायोरिटी, एसेट सेल र लिक्विडिटीको प्लान, पेमेन्ट सेड्युल टु डिपोजिटर्स एन्ड क्रेडिटर्स, नेक्स्ट 90 दिनभित्रमा कसरी कसरी पे गर्ने, कस्ट र एक्सपेन्सेस लिक्विडेसनको र अदर डिटेल्स एज स्पेसिफाइड बाई एनआरबी। र रिक्यापिटलाइजेसन कम्पलसरी छैन लिक्विडेसनको लागि। र यो लिक्विडेसन प्लान चाहिँ क्वार्टरली अपडेट गर्नुपर्छ र क्रेडिटरको इन्सपेक्सनको लागि जहिले पनि अभाइलेबल हुनुपर्छ। अब सेक्सन नम्बर 91 मा एडभान्स पेमेन्ट टु डिपोजिटर्स छ, 1 लाखसम्मको एडभान्स दिन सक्छ भनेर भनिएको छ, जो चाहिँ फाइनल पेमेन्ट जुन सेक्सन नम्बर 94 मा हामी डिस्कस गर्छौँ त्योसँग एडजस्ट हुन्छ भनेर भनेको छ। अब यसको मेन टाइमलाइनमा अझै यदि हेर्ने हो भने क्रेडिटरसँग डिस्कसन गर्ने, लिक्विडेसन प्लानलाई 30 दिनभित्रमा बनाउने क्लेम क्लासिफिकेसनको हिसाबले र त्यसलाई क्वार्टरली अपडेट गर्ने र एडभान्स पेमेन्ट इमिडिएटली 1 लाखसम्मको चाहिँ पर एकाउन्ट पे गरिदिने। अब 92 देखि 98 मा सानो सानो कुराहरू लेखेको छ, वन बाई वन हेरिहालौँ। 92 मा पावर टु सेल एसेट छ, एट मार्केट प्लेस वेयर securities, foreign currencies or other asset can be easily sold by creditors for securities, foreign currencies or other asset that can be easily be sold if auction does not yield reasonable value, may sell in any other manner या फिर other provisions as prescribed by the law। सेक्सन 193 मा नोटिस फर सेटलमेन्ट अफ क्लेम छ, कि कसरी कुन प्रायोरिटीमा उयो गर्दैछौँ त्यो नोटिस पब्लिस गर्नु पर्यो। अर्डर अफ प्रायोरिटी फर पेमेन्ट के छ भन्दाखेरि सेक्सन नम्बर 94 मा मेन्सन गरिएको छ, जसमा लेखिएको छ कि एक्सपेन्स फर मेन्टेनेन्स लिक्विडेसन नम्बर 1 मा आयो, सेकेन्डमा आयो डिपोजिट सिक्युरिटी इन्सुरेन्स पेमेन्ट एज पर ल विदिन अप्रुभ लिमिट, सेक्सन नम्बर 3 मा रिमेनिङ डिपोजिट्स आफ्टर पेमेन्ट अन्डर सेक्सन 2 सबसेक्सन 2, त्यसपछि सेक्सन 4 मा आयो स्यालेरिज अलाउन्स एन्ड अदर इम्प्लोइ लाइबिलिटिज, सेक्सन नम्बर 5 मा सबसेक्सन नम्बर 5 मा ड्युज टु गभर्नमेन्ट अफ नेपाल, लोकल बडिज एन्ड राष्ट्र ब्याङ्क आयो, सबसेक्सन 6 मा आयो आउटस्ट्यान्डिङ अमाउन्ट्स टु अदर ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन आयो, सबसेक्सन नम्बर 7 मा आयो अदर क्रेडिटर्स एन्ड अदर क्लेम्स आयो, फेरि लास्टमा चाहिँ सेयर होल्डर्स आयो। अब अनसोल्ड एसेट मे बी ट्रान्सफर टु क्रेडिटर इन लिeu of due एज पर राष्ट्र ब्याङ्क नर्म्स इफ क्रेडिटर एग्रिज इन राइटिङ, र एसेट प्लेज एज सिक्युरिटी फर सेक्युर क्रेडिटर सेल बी युज्ड ओन्ली टु सेटिस्फाई देयर लाइबिलिटिज। सेक्सन नम्बर 95 मा जो अनक्लेम्ड गुड्स या फिर अमाउन्ट छ भने चाहिँ त्यो चाहिँ सेपरेटली राख्नु पर्यो अन्डर द रेस्पोन्सिबिलिटी अफ लिक्विडेटर अर अदर बडी एज डिरेक्टेड बाई राष्ट्र ब्याङ्क। र डिसिजन अफ लिक्विडेसन चाहिँ लिक्विडेटर एप्लाई टु कोर्ट आफ्टर कम्प्लिसन अफ लिक्विडेसन एक्टिभिटिज, कोर्टले इन्क्वायरी गर्छ र डिक्लेरेसन दिनुसक्छ कि लिक्विडेसन भइसक्यो भनेर। र लिक्विडेटरले कोर्ट डिसिजन नेसनल न्युज पेपर नेपाली अर इङ्ग्लिसलाई मा की पोइन्ट र अर्डर राखेर नोटिस पब्लिस गर्ने, र लिक्विडेटरले कम्पनी रेजिस्टरलाई नाम हटाउनु र रेजिस्टरले त्यो रिमुभल नेपाल गेजेटमा पब्लिस गर्नु पर्यो, र गेजेट नोटिसको बाद लिक्विडेसन कम्प्लिट भएको मानिन्छ र ब्याङ्क डिजल्भ भएको मानिन्छ। लिक्विडेसनले डिरेक्टर्स, अफिसियल्स, इम्प्लोइ, सेयर होल्डर्स या फिर अदर पर्सन्सलाई लाइबिलिटिजबाट एब्जल्भ गर्दैन। र सेक्सन नम्बर 97 मा म्यान्डेटरी लाइबिलिटी लिक्विडेसनको कुरा छ, मल्टी कन्ट्री अपरेट गर्ने ब्याङ्कहरूको लागि त्यो राष्ट्र ब्याङ्कले बेस्ट इन्टरनेसनल प्र्याक्टिसहरू कन्सिडर गर्दै उसले बनाउन सक्छ। लास्टमा नो क्लेम टु बी इन्टरटेन भनेको छ, जसमा चाहिँ क्रेडिटर्स अर अदर पर्सन हु डु नट सबमिट क्लेम विदिन द टाइम प्रिस्क्राइब्ड इन द नोटिस, जुन 90 दिनको पिरियड थियो त्यो 90 दिन थियो सायद 1 मन्थको पिरियडमा उसले सबमिट गरेन भने चाहिँ त्यो उसले गर्न पाउँदैन, यदि त्यो टाइम लिमिटभित्रमा पाएन भने चाहिँ पाउँदैन।
तर त्यो राइट चाहिँ उसले लस गर्दैन। अब च्याप्टर नम्बर 13 एक्सन अफेन्सेस र पनिसमेन्टको बारेमा कुरा गरिहालौँ। सेक्सन नम्बर 19 मा छ रेगुलेटरी एक्सन बाई राष्ट्र ब्याङ्क। रेगुलेटरी एक्सन उसले के गर्न सक्छ, रिटर्न वार्निङ दिन सक्छ, डेट्स अफ कमिटमेन्ट लिन सक्छ, अर्डर्स टु टेक रिफर्मेटिभ एक्सन्स छ, प्रोहिबिटेड डिभिडेन्ड डिस्ट्रिब्युसनलाई प्रोहिबिसन लाउन सक्छ, बोनस सेयरलाई प्रोहिबिसन लाउन सक्छ, लिमिट अर प्रोहिबिट एक्सेप्टिङ डिपोजिट्स अर डिस्पर्सिङ क्रेडिट्स छ, कम्प्लिट अर पार्सल ब्यान एन्ड ट्रान्जेक्सन छ, लाइसेन्स रिभोकेसन अर ब्यान गर्ने कन्डिसनहरू छ, ब्याङ्किङ अपरेसन्स नट स्टार्टेड विदिन 6 months अफ अप्रुभल, अनअथराइज ब्याङ्किङ क्लोजर अफ ब्याङ्किङ अपरेसन्स या फिर अपरेसन्स एगेन्स्ट द डिपोजिटर इन्ट्रेस्टको खिलाफमा छ भने, राष्ट्र ब्याङ्कको एक्ट, ब्याङ्किङ एक्ट, रुल्स, डिरेक्टिभ्स, लाइसेन्स कन्डिसन्सहरू भाइलेट गर्यो भने या फिर फल्स इन्फर्मेसन दियो भने, डिरेक्टर प्रमोटरहरूको या फिर अफिसियल इम्प्लोइजहरूको लागि एक्सन के छ भन्दाखेरि फर्फिचर अर फ्रिजिङ अफ सेयर, सस्पेन्सन अफ एलाउन्स छ, पब्लिक पोजिसनबाट हटाउने छ, पब्लिक नोटिस अफ एक्सन इफ नो एक्सप्लेनेसन सबमिटेड, र रिकभरी अफ इम्प्रोपर रिमुनरेसन अर फेसिलिटिजको केस छ, रिकभरी अफ लसेस कज बाई रेकलेसनेस अर नेग्लिजेन्स छ, र 35 day डेडलाइन फर पर्सनल पेमेन्ट रिकभरेबल फ्रम एसेट्स अर एकाउन्ट्स छ, र कस्ट रिकभरी जो पनि यो एक्सन लिँदैछ राष्ट्र ब्याङ्कले त्यो कस्ट उसले ब्याङ्क या फाइनेन्सियल इन्स्टिट्युसनबाट लिन्छ। अब सेक्सन नम्बर 100 मा फाइन इम्पोज गर्न सकिन्छ भन्ने कुरा छ। यदि नन सबमिसन अफ डकुमेन्ट्सको कुरा छ भने चाहिँ 100 per day अप टु 1 week, 1,25,000 भन्दा 1 लाख पर डे अप टु 1 week, 1,25,000 पर डे अप टु 2 weeks, फेरि उसके बादमा चाहिँ 1.5 लाख पर डे, र प्रमोटर, डिरेक्टर, सिइओ या फिर अफिसियलहरूको एगेन्स्टमा चाहिँ अप टु 10 लाखसम्मको फाइन डिपेन्डिङ अपन सिभिरिटी, र पेमेन्ट र रिकभरी चाहिँ फाइन 3 दिनभित्रमा पे गरेन भने चाहिँ राष्ट्र ब्याङ्कले जुन त्यो ब्याङ्कको एकाउन्ट छ राष्ट्र ब्याङ्कसँग त्यहीँबाट उसले रिकभर गर्न पाउँछ, र यो रिकभर गरेको एमाउन्ट चाहिँ गभर्मेन्ट फन्डमा ट्रान्सफर हुन्छ। र एक्सन लिने प्रोसिजर चाहिँ के छ त भन्दाखेरि 7 दिनको नोटिस दिने डिफेन्ड गर्नलाई, त्यसमा फेरि 7 दिनभित्रमा क्ल्यारिफिकेसन दिनु पऱ्यो, सेटिस्फ्याक्ट्री भयो भने ठिकै छ, या फिर सेटिस्फ्याक्ट्री भएन भने चाहिँ सेक्सन नम्बर 99 या फिर 100को हिसाबमा उसले एक्सन लिनु पायो। अब सेक्सन नम्बर 102 मा कन्ट्रोल ओभर लाइसेन्स इन्स्टिट्युसन छ, जसमा चाहिँ उसले बोर्ड अफ डिरेक्टर्सलाई 3 सालसम्म सस्पेन्ड गर्न सक्छ यदि उसले भाइलेसन गरेको छ या फिर फेलियर छ या फिर इन्ट्रेस्टको एगेन्स्टमा काम गरेको छ भने, र ब्याङ्क चाहिँ राष्ट्र ब्याङ्कले कन्ट्रोलमा लिन सक्छ। राष्ट्र ब्याङ्कले आफै पनि म्यानेज गर्न सक्छ या फिर कोही अरू इन्टिटीलाई अपोइन्ट गर्न सक्छ, र 1 सालभित्रमा उसको फाइनेन्सियल म्यानेजमेन्ट अडिट गरेर उसको एक्चुअल स्ट्याटस पब्लिस गर्नुपर्छ। अडिट पछि चाहिँ यदि पुरानै म्यानेजमेन्ट क्यापेबल छ भने चाहिँ पुरानै म्यानेजमेन्टलाई दिँदा पनि भयो, नयाँ बोर्डलाई थ्रु सेयर होल्डर्स अपोइन्ट गराउँदा पनि भयो जेनरल मिटिङको थ्रु, यदि क्यापेबल छैन भने चाहिँ म्यान्डेटरी लिक्विडेसन इनिसिएट गराउनु पर्यो। यसको लागि म्याक्सिमम् 15 दिन छ डिफेन्सको लागि, र ब्याङ्कले सबै कस्टहरू बियर गर्नुपर्छ, र यसको गभर्मेन्ट अफ नेपाल र मिनिस्ट्री अफ फाइनेन्सलाई पनि नोटिफिकेसन दिनुपर्छ। अब सेक्सन नम्बर 103 मा अफेन्सेसहरू के चाहिँ अफेन्सेस हो भनेर कुरा गरिएको छ। कन्डक्टिङ ब्याङ्क अर फाइनेन्सियल ट्रान्जेक्सन विदाउट अ लाइसेन्स, बिना लाइसेन्सको उयो गर्यो भने, लाइसेन्स गलत स्टेटमेन्टहरू दिएर फ्रडली अप्टेन गर्यो भने, अपरेसन्स बियोन्ड टर्म्स अफ लिमिट अफ लाइसेन्समा गयो भने, conducting foreign exchange without a license, disbursing credit against act provisions, irregularities in valuation, auctions, collateral or non-banking assets, irregularities in merger, acquisition, liquidation or auditing, attempting or abetting को अफेन्सेसहरूमा। अब लाइबिलिटिजमा चाहिँ डिरेक्टर, अफिसियल या फिर पर्सन एबेटिङ इज लायबल अनलेस प्रुभन अदरवाइज, फरेन ब्याङ्कको अफिसियल्सलाई पनि रेगुलर ट्रान्जेक्सनको अलावा अरू अफेन्समा मान्न सकिन्छ। सेक्सन नम्बर 104 मा पनिसमेन्टको कुरा छ। यदि क्लज एमा चाहिँ नो लाइसेन्स फर ट्रान्जेक्सन छ भने, लाइसेन्स बिना ट्रान्जेक्सन गरिरहेछ भने चाहिँ फाइन अप टु 3 times द अमाउन्ट इन्भल्भ या फिर इम्प्रिजनमेन्ट अप टु 5 years। फल्स लाइसेन्स लिएको छ युजिङ फल्स स्टेटमेन्ट देन 2 times द अमाउन्ट इन्भल्भ, र 2 सालसम्मको जेल। अरू अनलाइसेन्स अपरेटर्स या फिर क्रेडिट रुल्स इरेगुलेटरिजको कुरा छ भने फाइन इन्भल्भ अमाउन्टको बराबर एन्ड इम्प्रिजनमेन्ट अप टु 1 year, र एबेट
र एटेम्प्ट या फिर एबेटमेन्टको कुरा छ भने चाहिँ हाफ अफ द प्रिन्सिपल पनिसमेन्ट। र 103 को अफेन्सेस र पनिसमेन्ट यसरी हामीले लिङ्क गर्दै हेर्ने हो। र एडिसनल चाहिँ के छ भन्दाखेरि टोटल अमाउन्ट थाहा भएन भने चाहिँ फाइन 10 लाखदेखि 50 लाखसम्म डिपेन्डिङ अपन द सेभेरिटी। र फर्म्स कम्पनीजलाई पनिस पनि गर्न सक्छ र इफ अननोन चिफलाई पनिस गर्ने। र कन्सिल्ड प्रोसिड्सहरू छ भने त्यो प्रपर्टीहरूलाई कन्फिस्टिकेट पनि गर्न सक्छ। सेक्सन नम्बर 105 मा एपिलको कुरा छ। सेक्सन नम्बर 19 या फिर 100 को फाइन्सको एगेन्स्टमा 35 दिनभित्रमा अपिल गर्न सक्छ। र सेयर होल्डरले एपिल पनि एपिल गर्न सक्छ जो चाहिँ 25% भन्दा बढी पेड अफ क्यापिटललाई रिप्रेजेन्ट गर्छ। या फिर र अपिल गर्दाखेरि चाहिँ 50% अफ फाइन अर अर्डर्ड अमाउन्ट चाहिँ डिपोजिट गर्नुपर्छ। र रिमुभ डिसमिस पर्सन क्यानट होल्ड सिमिलर पर्सन इन अनदर ब्याङ्क फर 5 years अर अन्टिल फाइनल डिसिजन। र सेक्सन नम्बर 106 मा छ कि नो अब्स्ट्रक्सन टु पनिसमेन्ट भनेको छ। रिटायरमेन्ट अर नो लङ्गर होल्डिङ द पेन डज नट प्रिभेन्ट एक्सन फर अफेन्सेस अन्डर सेक्सन 103। अब मिसिलेनियसमा धेरैवटा च्याप्टरहरू छ तर यसमा हामीको त्यति साह्रो इम्पोर्टेन्ट छैन, नर्मल प्रोभिजन्सहरू छ। यो तपाईँले एकचोटि बेयर एक्ट हेर्दा भइहाल्छ। यो दुईवटा सेक्सन चाहिँ हामीले हेर्नुपर्छ, सेक्सन नम्बर 111 र सेक्सन नम्बर 112, जसमा चाहिँ जो अनक्लेम डिपोजिट्सको कुरा छ र डिपोजिटमा कसको राइट हुन्छ त्यो कुरा छ। सबसे पहिला त एक्चुअल डिपोजिटरको एक्सक्लुसिभ राइट हो, अरू कसैले थर्ड पार्टीले क्लेम गर्न पाउँदैन। तर यदि यो डिपोजिटरको मरेको केसमा चाहिँ नोमिनी हुन्छ इफ अपोइन्टमेन्ट। नोमिनी नभएको केसमा चाहिँ यो अर्डर छ 1 2 3 4 5 6 7 8 9, जसमा चाहिँ पहिला जोइन्ट फ्यामिलीमा भएको हस्बेन्ड वाइफ, त्यस पछाडि हस्बेन्ड वाइफ पछि स्पाउस, पछि चाहिँ सन डटर, एडप्टेड डटर एडप्टेड डटर इन ल, विडो डटर इन ल, फेरि फादर मदर ग्रान्डसन ग्रान्ड डटर जोइन्ट, त्यस पछाडि अब उनीहरू सेपरेटली लिभ गर्दै गरेको, त्यस पछाडि ग्रान्डफादर ग्रान्ड मदर ब्रदर सिस्टर नेफ्यू निस जोइन्ट सेपरेट, फेरि स्टेप मदरको कुरा आयो, ग्रान्डसन अनम्यारिड ग्रान्डसन सन्सको छोराको लाइनको कुरा आयो, फेरि एल्डर यङ्गर ब्रदर नेफ्यू निस सिस्टर निस लिभिङ सेपरेटली, फेरि अङ्कल विडोड आन्ट सन इन ल ग्रान्ड डटर इन ल जोइन्ट, फेरि म्यारिड सिस्टर ग्रान्ड डटर इन ल लिभिङ सेपरेटली। यदि यिनीहरू यति मध्येमा पनि कोही सक्सेसर भेटेन भने चाहिँ यो चाहिँ ब्याङ्किङ डेभलपमेन्ट फन्डमा जान्छ राष्ट्र ब्याङ्क। र अनक्लेम डिपोजिटको कुरामा चाहिँ राष्ट्र ब्याङ्कले हर ब्याङ्कले राष्ट्र ब्याङ्कले एउटा स्टेटमेन्ट दिन्छ अनक्लेम डिपोजिट्सको कि लास्ट 10 yearsमा अहिले क्लेम नभएको डिपोजिटहरू यति छ भनेर विदिन द फर्स्ट मन्थ अफ फिस्कल इयर। त्यस पछाडि राष्ट्र ब्याङ्कले यसलाई कलेक्सनको लागि नोटिस राख्छ एभ्री 5 years र यो ब्याङ्कको वेबसाइटमा पनि हुन्छ। र यो 20 सालभन्दा बेसी भएको लङ टर्म अनक्लेम डिपोजिटलाई चाहिँ ब्याङ्किङ डेभलपमेन्ट फन्डमा राखिन्छ राष्ट्र ब्याङ्कको। यसरी नै हामीले सबै सेक्सन पुरा इन्टायर कभरेज हामीले सकिसकेका छौँ। भिडियोको अन्त्यसम्म आएर हेरिदिनु भयो, धन्यवाद सबैलाई। यस रिलेटेड यो नोटहरू यदि कसैले चाहिएमा यो मैले मेल मेन्सन गरेको छु र यो भिडियोलाई स्पेसिफिक सेक्सनमा पनि हेर्न सक्नुहुन्छ। च्याप्टर तल मेन्सन गरेको छ, स्पेसिफिक कुनै च्याप्टर हेर्नु छ भने। र च्यानललाई सपोर्ट गर्नको लागि लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।